हेलो एभ्रिवान, नमस्ते, वेलकम सबैलाई। म डक्टर दिपेन लामा र आज मेडिको मेन्टर पोडकास्टमा हामीसँग स्पेसल गेस्ट हुनुहुन्छ हाम्रो स्पेसल दाई। दाई, वेलकम टु द पोडकास्ट। थ्याङ्क यू दिपेन। हाम्रोमा ठ्याक्क बत्ती गयो कि अहिले। म जुम्लामा अहिले छु है। यसरी हजुर यसरी हजुर। बत्ती जान्छ। दाई, हजुरको छोटो मिठो परिचय पाउन त दाई, अब हाम्रो दर्शक माझ हजुरले दिनु पर्यो भने हजुरको परिचय। म चाहिँ अरुण उप्रेती। मैले भर्खरै म्यानेजमेन्ट मेडिकल क्याम्पसबाट अर्थोपेडिक्समा मास्टर्स सकाएँ। त्यो चाहिँ अब टिचिङ हस्टेलमा पढेपछि स्कलरसिप भयो। स्कलरसिप भएपछि 2 वर्ष बोन्ड हुन्छ। त्यो बोन्डको काम गर्नको लागि चाहिँ म जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लेक्चररको रूपमा काम गरिरहेको छु। हजुर दाइ, हजुर दाइ, अब हाम्रो पोडकास्टमा चाहिँ स्पेसल आजको विषय चाहिँ अब अहिलेको रिसेन्ट अब हाम्रो आन्दोलन जुन चाहिँ मेडिकल फ्रेटर्निटीमा चाहिँ रेजिडेन्ट डक्टर्सहरूको स्यालेरीको चाहिँ अब गभर्मेन्ट लेभलको भएको छैन। अब त्यो कुरा चाहिँ हामी गरौँ, अहिले आन्दोलनमा छ। धेरैजना हाम्रो सहकर्मी साथीहरू, अब जुनियर्सहरू, त्यसको बारेमा कुरा गरौँ नि त दाइ। यसको हजुरले आर्टिकल पनि लेख्नु भएको थियो अनलाइन खबरमा। त्योमा पनि मैले पढेँ। धेरै कुराहरू इन्भल्भ गर्नुभएको थियो हजुरले। परिवेश सिनेरियो के छ, अहिलेको स्थिति के को लागि अहिले, अनि यो चाहिँ अगाडिदेखि नै यो कुरा आएको थियो भनेर चाहिँ हजुरले लेख्नु भएको थियो। यसको बारेमा चाहिँ हजुरले बताइदिनुहोस् न त। यस्तो नेपालमा अहिले आवासीय चिकित्सकहरूले चाहिँ करिब 19,000 देखि 20,000 रुपिस पैसा पाउनु हुँदो रहेछ जम्मा जम्मी। अब उहाँहरूको वर्कको बारेमा चाहिँ नियरली 36 आवर्स सिङ्गल ड्युटी सिफ्ट हुन्छ। कति इन्स्टिच्युटमा त्यस्तो 15वटासम्म भइरहेको हुन्छ। जस्तो काठमाडौँ मेडिकल कलेजमा हेर्ने हो भने त 60 आवर्ससम्म नन स्टप काम गर्छन् क्या त्यहाँको डक्टरले। पहिला सुरु चाहिँ केएमसीको सिनामङ्गलको अस्पतालमा काम गर्दा रहेछन् एउटा नाइट। त्यसपछि नाइट सकेर अब 36 आवर्सपछि घर आउने टाइम भयो नि, घर आउने होइन कि त्यहाँबाट दुवाकोटको अस्पतालमा जाने। अनि नेक्स्ट नाइट त्यहाँ गएर अनि फर्किने। अब यस्तो काम गर्ने डक्टरहरूलाई चाहिँ जम्मा जम्मी 19,000 to 20,000 रुपिस, 19,000 to 22,000 रुपिस दिइरहेछन्। अन एभरेज 20,000 रुपियाँ पर मन्थ दिइरहेछन्। अब यो चाहिँ एकदमै अनजस्टिफाइड भयो। यो पैसा चाहिँ बढाउनु पर्छ भनेर धेरै लामो समयदेखि चाहिँ सबैजनाले कुरा गरिरहेको हो। स्पेसली म्यानेजमेन्ट मेडिकल क्याम्पसबाट चाहिँ धेरै नै एफर्ट भएको छ यसको लागि। अनि हामीले चाहिँ हामीले सुरु गरेको चाहिँ कहिले भन्दाखेरि जब म एनआरडी को सचिव थिएँ, त्यहाँको रेजिडेन्ट डक्टर एसोसिएसनको सचिव थिएँ, त्यति बेलादेखि हामीले आयोगमा यसको बारेमा डिस्कसन सुरु गरेका थियौँ। त्यसपछि चाहिँ आयोगसँग सिरिज अफ मिटिङ्सहरू भयो। आयोग पनि एउटा रूपमा कन्भिन्स थियो, होइन डक्टरहरूलाई यति थोरै त एकदमै कम भयो, यो बढाउनु पर्छ, तर कसरी बढाउने भन्ने कुरामा उनीहरू क्लियर थिएनन्। अनि त्यसपछि चाहिँ एउटा सुरक्षाको लागि हाम्रो प्रोटेस्ट भयो कि यो लास्ट 2080 सालको असोजमा चाहिँ मणिपालमा एकजना रेजिडेन्ट डक्टरलाई असल्ट भएपछि हजुर हामीले नेसन वाइड स्ट्राइक गर्यौँ। हामी चाहिँ काम गर्न सक्दैनौँ, हामी सेफ छैनौँ भनेर। अब त्यसकै यो सेक्युरिटीको मुद्दामा यो पनि एउटा स्टाइपेन्डको कुरा पनि मिसिएर आयो। र त्यसमा हाम्रो के सम्झौता भयो भन्दाखेरि सरकारी सरह चाहिँ बनाउने, कम्तीमा सरकारी सरह बनाउने भन्ने डिसिजन भयो। अब त्यो डिसिजन कार्यान्वयन गर्नको लागि एउटा कमिटी बनाएको थियो, ठिक छ कि छैन यो डिसिजन भनेर रिभ्यू गर्नलाई पनि, अनि अरू कुराहरू पनि इन्भल्भ गर्नलाई। त्यो समितिबाट टङ्क बाराकोटी सर, अहिलेको चाहिँ हाम्रो डिओएचएस डिपार्टमेन्ट अफ हेल्थ सर्भिसको चिफ हुनुहुन्छ, उहाँको संयोजकत्वमा एउटा कमिटी बनाएको थियो। त्यो कमिटीमा डिस्कस भएपछि सर आफै डक्टर, सरलाई एकदमै नराम्रो लाग्यो। अब काम त हामीलाई यो प्रतिवेदन बनाऊ भनेर त्यो कमिटीलाई दिएको, तर हजुर सरले चाहिँ एउटा चिठी नै लेखिदिनु भयो क्या आयोगलाई। के चिठी लेखिदिनु भन्दाखेरि यो चाहिँ बनाउनको लागि, यो सरकारी सरह बनाउनको लागि सहयोग गरिदिनु भनेर लेखिदिनु भयो। अब आयोगले पनि पहिला त्यत्रो होमवर्क गरेको, आफैले पनि एग्री गरेको कुरा मन्त्रालयबाट आइसकेपछि उसलाई सजिलो भयो। अनि आयोगले पनि डिसिसन गर्यो, होइन कम्तीमा सरकारी सरह चाहिँ हुनुपर्छ, र तपाईँहरू चाहिँ अब सरकारी सरह दिन रेडी हुनुहुन्छ भने मात्र तपाईँहरूलाई सिट दिन्छौँ भनेर यो सेल्फ अप्रेजल फर्म खोल्न लगायो आयोगले। तर प्राइभेट कलेजेसहरूले मानेनन्। अनि नमानिसकेपछि पहिलो एकचोटि मागमा प्रोटेस्ट भयो फेरि। हामीले धेरैचोटि डेलिब्रेसनहरू गऱ्यौँ, शिक्षा मन्त्रीलाई भेट्यौँ, स्वास्थ्य मन्त्रीलाई भेट्यौँ, प्रधानमन्त्रीको सल्लाहकारहरूलाई भेट्यौँ, सबैलाई कन्भिन्स गऱ्यौँ, सबैजना कन्भिन्स हुनुहुन्थ्यो। तर प्राइभेट मेडिकल कलेज त उनीहरूलाई लस हुने भयो, उनीहरूले मानेनन्। नमानिसकेपछि आयोगले 16औं बैठकमा निर्णय नै गरेर यति दिनुपर्छ भनेर निर्णय गर्यो। त्यो भनेको माघ महिनामा थियो। अब माघ महिनामा निर्णय गरेको 2 महिना भइसक्यो, उनीहरूले फेरि पनि स्टाइपेन्ड पाएनन्। त्यो 48,000 रुपिस दिनुपर्ने पाएनन्। नपाइसकेपछि उनीहरूमा अलिअलि त्यो डिसेटिस्फ्याक्सन थियो, चिठीहरू लेखिरहेका थिए, यो हामीलाई दिनुपर्ने अमाउन्ट दिइरहेको छैन। त्यति नै बेला आयोगले अर्को एउटा काम गरेको थियो क्या, के अरे
प्राइभेट मेडिकल कलेजको चाहिँ सम्पूर्ण पिजी सिट हटाइदिएर नोटिस निकाल्यो। प्राइभेटले चाहिँ आयोगले भनेको पैसा दिन नमान्ने भयो र उनीहरूले लेखेर पनि दिए यति धेरै पैसा दिनुपर्छ भने चाहिँ हामी पढाउन सक्दैनौँ। त्यो भनिसकेपछि हामी सिट दिँदैनौँ भनेर आयोगले एउटा नोटिस निकालिदियो। त्यसपछि त अब पहिलाको आफ्नो पनि भएको डिसिसन पनि नमान्ने हो कि भनेर रेजिडेन्टहरूले प्रोटेस्ट स्टार्ट गर्यो। अब त्यो प्रोटेस्ट भएको आई थिङ्क झन्डै अब ठाउँ ठाउँ हेरेर कहीँ 15 दिन कहीँ 18 दिन भएको छ। हजुर इमर्जेन्सीसम्म छोडेर रेजिडेन्टहरू चाहिँ प्रोटेस्टमा आउनु भएको छ। तर अगाडि चाहिँ कहीँ पनि बढाएको छैन कुरा। त्यो प्रोटेस्ट हजुर भइरहेछ डेली। तर अब यसको लागि के गर्ने कसरी जाने भन्ने कुरा चाहिँ खासै भएको छैन। अब यसो आज 2 गते भयो होइन। अब हजुर भोलि हजुर चाहिँ आयोगको एउटा मिटिङ छ। त्यो मिटिङले मोस्ट लाइकली डिस्कस गर्छ जस्तो लाग्छ हामीलाई। यो कुरामा यही नै डिस्कस गर्नको लागि आयोगले मिटिङ राखेको छ। अब त्यो मिटिङबाट केही न केही कुरा क्लियर आउँछ क्या। तर कुरा कस्तो भन्दा नि यो चाहिँ हजुर 16औँ बैठकमा चाहिँ आयोगले के निर्णय गर्यो भन्दाखेरि कम्तीमा पनि 8औँ तहको दिनुपर्छ भनेर निर्णय गर्यो। तर 16औँ बैठक सकिएपछि 17औँ बैठक हुनुभन्दा अगाडि चाहिँ प्राइभेट मेडिकल कलेजले एउटा निवेदन दिए हामी यो मान्न सक्दैनौँ हामी पढाउँदैनौँ भनेर। अनि त्यो निवेदनमा चाहिँ 17औँ बैठकमा के डिसिसन भएको थियो भन्दाखेरि आगामी बैठकमा छलफल गर्ने यो कुरा चाहिँ भनेर डिसिसन भएको थियो। अब प्राइभेट कलेजहरू चाहिँ त्यही देखाइरहेछन् कि हाम्रो चाहिँ ग्रिभेन्स चाहिँ नेक्स्ट मिटिङमा डिस्कस हुन्छ। त्यो डिस्कस भइसकेपछि बल्ल दिने नदिने कुरा हो, दिने भनेर भनिसकेको होइन यो भनेर आयोगले भन्छ। तर अब निर्णय भएर के अरे प्राइभेट मेडिकल कलेजले भन्छन् आयोगले चाहिँ होइन डिसिजनै भइसक्यो तपाईँहरूले दिनुपर्छ भनेर भन्छन्। हाम्रो पनि त्यही हो बुझाइ, डिसिजन भइसक्यो नदिने भनेर काहीँ पनि भनेको छैन। त्यसैले प्राइभेट कलेजले दिनुपर्छ भन्ने हो। अब हजुर यो सबै बिच चाहिँ अलिअलि पोलिटिक्सहरू हुन थाल्यो। जस्तो प्राइभेट मेडिकल कलेजले चाहिँ अहिलेदेखि होइन कि पहिला यो सेल्फ अप्रेजल फर्म भर्दाखेरि चाहिँ कम्तीमा पनि 48,000 दिनुपर्छ भनेदेखि नि यिनीहरूले चलखेल सुरु गरेका थिए। चलखेल भन्नाले हजुर उनीहरूको पर्सपेक्टिभबाट चलखेल भन्दा अलिकति नराम्रो लाग्ला होइन, तर हामी चाहिँ चलखेलै भन्दा पनि खासै प्रब्लम भएन। सो एभ्री पोलिसी चेन्ज हुँदाखेरि चाहिँ भेरियस इन्ट्रेस्ट ग्रुप्सहरूले आफ्नो इन्ट्रेस्ट घुसाउन खोज्छन् कि हामीले पनि त्यही गर्थ्यौँ। कुनै अब जस्तो स्वास्थ्य सम्बन्धी कुनै ऐन बन्न लाग्यो भने हामीलाई चाहिँ कस्तो खालके बन्दाखेरि फाइदा हुन्छ हामी त्यस्तै खालके बनाउन ट्राई गर्छौँ नि त। उनीहरूले पनि यो पैसा बढाउने कुरा त नयाँ कुरा आयो, यो पैसा बढाउनु त बढाउला तर यो सँगसँगै हामीले अरू 2-4वटा कुरा एक्स्ट्रा माग्यो भने त्यो पैसा बढाउने कुरा पनि कभर हुन्छ, हामीलाई पनि एक्स्ट्रा प्रफिट हुन्छ भनेर उनीहरू लाग्यो। अब उनीहरूले मागेको डिमान्डहरू चाहिँ कस्तो भन्दाखेरि विदेशी विद्यार्थीको नम्बर बढाउने। अहिले चाहिँ प्राइभेट मेडिकल कलेजमा फेरि पिजीको नम्बर होइन है एमबिबिएसको नम्बर चाहिँ एमबिबिएस अहिले पिजीको हजुर नम्बर बढाउनु छैन उनीहरूले अँ, एमबिबिएसको नम्बर बढाउँछ। एमबिबिएसमा अहिले 100 सिट म्याक्सिमम् हो। त्यसको हजुर 33% चाहिँ विदेशी भर्ना गर्न पाइन्छ क्या। अनि विदेशीको फिस चाहिँ कति छ भन्दाखेरि सार्क कन्ट्रिजलाई $75,000 भन्ने करिब हजुर करिब 1,10,00,000। अनि सार्क कन्ट्रिज भन्दा बाहिरको लागि चाहिँ 94,000 $95,000 छ। त्यो उम्, भनेको करिब 1.5 करोड भयो। हजुर अब एउटा विद्यार्थीबाट नेपालीबाट 50 लाख उठाउन पाइन्छ, अँ, तर विदेशी विदेशी चाहिँ बढाइदियो भने चाहिँ धेरै पैसा उठाउन पाइने भयो। हजुर अब अहिले पिजीको स्टुडेन्टलाई दिनुपर्ने पैसा चाहिँ कति भन्दाखेरि अहिले प्राइभेट कलेजमा एउटा कलेजमा करिब एउटा ब्याचमा 30 देखि 50 जना रेजिडेन्ट रहेछन् कि हजुर भनेको बढेको पैसा भनेको करिब करिब त्यही 3 करोड रुपियाँ हुन आउँछ। त्यसैले 2-3टा विद्यार्थीले उनीहरूको 3 करोड रुपियाँ उठिहाल्छ। उठ्छ त्योभन्दा बाहेक जति विद्यार्थी उनीहरूले बढाउन सके नि त्यति त्यति उनीहरूलाई प्रफिट भयो। अब हजुर उनीहरू चाहिँ त्यो गेममा लागिरहेका छन्। उम्, अब त्यही गेमको लागि अहिले चाहिँ उनीहरूलाई कति सजिलो भयो भन्दाखेरि यो स्टुडेन्टले आन्दोलन पनि गरिरहेछन्, भाँड भैलो पनि देखाउन अँ, पाइरहेको छ। हजुर यतातिर टिचरको पनि ठुलो आन्दोलन भइरहेछ आउनुभन्दा ठुलो। अब हजुर यस्तोमा चाहिँ डक्टरकोमा त्यति धेरै फोकस गर्नुभन्दा इन्टायर गभर्मेन्ट शिक्षकको आन्दोलनमा फोकस भइरहेछ। अब हजुर यो मौकामा चाहिँ बरु अलिअलि प्राइभेटलाई दिइदिएर सकाउन त यो कुरा भन्नेमा चाहिँ सर्टेन ग्रुप अफ त्यो ब्युरोक्राट्सहरू चाहिँ छन्। अब ए त्यसको फाइदा लिन उनीहरूले चाहिँ मजाले लागिरहेछन्। अब यसमा सपोर्ट पनि कसको छ भन्दाखेरि स्वास्थ्य मन्त्रीले चाहिँ पटक पटक भन्नुभएको छ क्या पब्लिकली उनीहरूलाई हजुर पैसा कमाउने तरिका हामी बढाइदिन्छौँ हजुर भनेर भनिरहनु भएको छ। त्यो कारणले पनि उनीहरू चाहिँ एकदम हौसिएर लागेका छन् यो चाहिँ गर्न सकिन्छ भनेर। हजुर अब त्यही मोस्ट त लाइकली भोलि थाहा हुन्छ क्या। हजुर भोलि चाहिँ आयोगको मिटिङ भोलि छ। मिटिङ छ हजुर हजुर त्यही त त्यो भोलि मिटिङबाट निष्कर्ष चाहिँ थाहा हुन्छ। निष्कर्ष आउँछ दाइ भोलि तपाईँलाई के लाग्छ त भोलि नि निष्कर्ष आउनुपर्ने हो। किनभने हजुर गभर्मेन्ट एकदम क्लियर छ 48,000 दिनुपर्नेमा। कुनै पनि मान्छे छैन होला कि कन्भिन्स नभएको। हामीले पत्र पत्रिकामा यति लेख्यौँ यति धेरै मान्छेहरूलाई भेट्यौँ, हरेक उम्, मिनिस्ट्रीको अधिकृत लेभलदेखि सचिव लेभलसम्मको मान्छेलाई भेटेका छौँ, त्यसपछि मन्त्रीलाई भेटेका छौँ, सबैलाई कन्भिन्स गरेका छौँ कि अनि सबैजना कन्भिन्स छन् कि यो कुरामा प्राइभेटलाई के दिने कि भन्ने डिसिजन चाहिँ आउन सक्छ। अब त्यो डिसिजन आउँदाखेरि चाहिँ नेपालको हेल्थ इन्स्टिट्युटलाई असर नगर्ने किसिमको आउनु पर्यो।
भन्नाले एकदम धेरैवटा विदेशी सिट बढाइदियो भने त अप्ठ्यारो भयो नि त। हजुर। त्यसले नेपाली पढ्न नपाउने, अथवा विदेशीको क्वालिटी चाहिँ नेपालको जत्तिकै नहुने कारणले गर्दाखेरि एजुकेसनको क्वालिटी पनि कम होला। यी इस्युजहरू छन्, अब त्यो त कसरी ट्याकल गर्छन् उनीहरूले। भनेपछि अहिलेको डिक्टेट गर्न खोजेको प्राइभेट मेडिकल कलेजले हो दाइ, यो चाहिँ के छ योमा चाहिँ? अहिले डिक्टेट भन्दा अहिले चाहिँ जस्तो यो इन्टायर सबै कुरा कस्तो फिसी देख्छ क्या, जस्तो के भन्दाखेरि अहिले यो प्रोटेस्ट भएर फाइदा भएको ग्रुप भनेको प्राइभेट मेडिकल कलेज हो। उनीहरूलाई आफ्नो घुर्की चाहिँ धेरै लाउन सक्यो क्या। यत्रो मान्छे सडकमा आछन्, तपाईँहरूको डिसिसन तपाईँहरू नमिलाइदिने भनेर सरकार गभर्मेन्ट चाहिँ डिसिसन लिने बढी प्रेसरमा छ। अनि आयोगले पनि ठ्याक्कै उनीहरूले चाहे अनुसारको नोटिस निकाल्थ्यो क्या, सिट हटाइदिएर ठक्क हजुर। प्रोटेस्ट गर्न सक्ने खालको इन्भाइरोमेन्टको हजुर। निकाल्थ्यो। अनि यतातिर स्वास्थ्य मन्त्री पनि होइन, यो विदेशी विद्यार्थीको सिट थोरै बढाइदिने कि भन्ने पक्षमा हुनुहुन्छ। त्यो सँगसँगै नेपाल मेडिकल एसोसिएसन उहाँको तपाईँहरूले विज्ञप्ति टाइममा नगएर हेर्नुभयो भने त्यहाँनिर चाहिँ केही न केही सफ्ट गर्न प्राइभेट मेडिकल कलेजेसको लागि पाउनुहुन्छ क्या। सो यो सबै कुरा हेर्दाखेरि चाहिँ सबै कुरा एउटै थ्रेडले बाँधेको जस्तो देख्छ क्या। सो उनीहरूले गेम खेलिरहेछन्, गेम भन्दा पनि के भने उनीहरूले आफ्नो एजेन्डा अगाडि पुस गर्नलाई गर्न सक्ने कुराहरू गरिरहेछन्। त्यसमा चाहिँ अनफोर्चुनेटली हाम्रो नेपालको गभर्मेन्ट को जुन स्ट्रक्चर छ, हाइएस्ट हजुर। लेभलबाट पनि सपोर्ट भइरहेछ उनीहरूलाई। अब त्यो सपोर्ट हुनु गलतै हो रङै हो भन्ने त होइन, तर आउटकम के आउँछ त्यसमा भर पर्यो। आउटकम हजुर। चाहिँ उनीहरूलाई एकदमै धेरै फेभर हुने खालके आयो, जसले चाहिँ नेपालको हेल्थ केयर एजुकेसन सिस्टमै इफेक्ट गर्छ भने द्याट वुड बी रङ। तर उनीहरूलाई थोरै केही कुरा दिएर जुन चाहिँ अननेसेसरली उनीहरूलाई दुःख दिइरहेका कुराहरू थियो, त्यो कुराहरू उनीहरूलाई दिएर यतातिर रेजिडेन्टको स्टाइपेन्ड पनि बढ्छ भने त त्यो त कसैलाई पनि इस्यु खालको कुरा भयो। त्यही त अब, तर दाइ अब यो गभर्मेन्टले चाहिँ अब अथवा हायर पोजिसनमा अब मेडिकल एजुकेसन कमिसन, अब सबैले त अब यो प्राइभेट मेडिकल सेक्टरलाई त कन्ट्रोल त गर्न सकिन्थ्यो होला नि त दाइ। मतलब त्यो पनि त अप्सन त, अथवा सल्युसनको विषयमा त त्यो पनि होला नि त दाइ, अब कि? अनि गर्नुपर्ने त्यही नै हो, राइट, हजुर। एकदम गर्नुपर्ने हो होइन। कस्तो भन्दा नमान्छ त कारवाही गर्नु पर्यो नि त। हजुर। अहिलेसम्म मेडिकल त्यो एमइसीले प्राइभेट मेडिकल कलेजलाई कारवाही गरेको मलाई थाहा छैन। विद्यार्थीलाई पटक पटक कारवाही गरेछ। हजुर। फर्स्टचोटि एमइसी आउने बित्तिकै यो विद्यार्थीहरूले चाहिँ झुटो विवरण दिए भनेर, हुन उम्, चाहिँ खास एमइसीको आफ्नै डिरेक्सन क्लियर थिएन कि। उनीहरूले हजुर। विद्यार्थीलाई राम्रोसित कुन चाहिँ टाइपको फर्म भर्ने हो, दुर्गमको पोइन्ट कसरी भर्ने भनेर सिकाएका थिएनन्। नेपालमा दुई तिनवटा दुर्गमको पोइन्टहरू आउने खालको सिस्टम छ, जसले आयोगले मानेको सिस्टम फलो गरेन उनीहरू चाहिँ यिनीहरूले झुटो विवरण दिए भनेर कति धेरै विद्यार्थीलाई डिस्क्वालिफाई ओ। गर्यो होइन, त्यो ओ। कारवाही गरेको छ। अनि अस्ति कति सर्टन विद्यार्थीहरूले चाहिँ पिजी प्रोग्राम बिचमै छोडेका थिए, छोडेर ती हजुर। छोडेका व्यक्तिहरूलाई कारवाही स्वरूप बिगोतिर आउन लगाएको छ। ओ। अब यस्तो स्टुडेन्टलाई चाहिँ उनीहरू तत्कालै ड्याङ्गै गरिहाल्छन् कि, उनीहरूलाई त्यो केही पनि उम्, प्रब्लम छैन। प्राइभेट मेडिकल हजुर। कलेजेसले कतिचोटि गरेको छ कि, जस्तो आई थिङ्क 2076-77को ताका चाहिँ प्राइभेट मेडिकल कलेजले धेरै पैसा असुलेको भनेर विद्यार्थीहरूले सबै यो ओ। जुन जुन जिल्लामा त्यो कलेजहरू छ त्यहाँको उम्, त्यहाँ चाहिँ मुद्दा हालेको थियो ठगीको। त्यो ठगीको पैसा लेके हो भनेर मानेर हामी पैसा फिर्ता दिन्छौँ भनेर सम्झौता गरेका छन् गभर्मेन्टसँग। त्यो पैसा फिर्ता दिलाइदिने एउटा पार्टी चाहिँ आयोग पनि हो होइन। आयोगलाई थाहा छ विद्यार्थीको धेरै पैसा ल्याएछन् यिनीहरूले भनेर, अनि उनीहरूले पैसा फिर्ता दिएनन्। अहिले पनि एनएमसीमा राइट नाउ प्रोटेस्ट भइरहेको छ कि त्यो पैसा फिर्ता नदिएर, हजुर। तर आयोगले उनीहरूलाई केही पनि कारवाही गरेको छैन। अब यस्तै खालके आयोगको निर्देशन चाहिँ यस्तो खालको निर्देशन कसै, एकजना रामजी भन्ने भाइ थियो नेसनल मेडिकल कलेजमा कि, उसलाई हजुर। गभर्मेन्टले स्कलरसिप दिएर पठाएको होइन। हजुर। अहिले त उसले धेरै ठाउँमा इन्टरभ्युजहरू दिन्छ, तर उसलाई यति धेरै दुःख दियो नेसनल मेडिकल कलेजले, त त्यो इक्जामै बस्नु नदियो कि एउटामा, त पैसा तिरेको छैन भनेर, जब उसले पैसा तिर्नै पर्थेन। हजुर। अब त्यस्तो इन्स्टिट्युटलाई अहिलेसम्म आयोगले के पनि कारवाही गरेको छैन। अब आयोगले आफ्नो गर्न सक्नुपर्ने कारवाही गर्नु पर्थ्यो, गर्दै गर्दैनन्, कहिले पनि गर्दैनन्। त्यसपछि स्वास्थ्य मन्त्रालयले अहिले बिमाको कार्यक्रम प्राइभेट मेडिकल कलेजमा ल्याएको छ। स्वास्थ्य मन्त्रीले जति बेला पनि भन्नुहुन्छ क्या, बिमाको लागि पैसा पुगेन, पैसा पुगेन, पैसा पुगेन। यो 17वटा मेडिकल प्राइभेट इन्स्टिट्युसनलाई किन बिमा दिएको? हामीसँग त्यही पैसा त। छैन भन्ने थाहा हुँदा हुँदै होइन, त्यो कति 17-18 अर्ब तिर्न बाँकी छ, 1 करोड रुपियाँ मात्र खातामा छ, तर प्राइभेट इन्स्टिट्युसन्सलाई यतिकै बिमा दिएको छ। त्यो बिमा प्रोग्राम अहिले तत्कालै रोक्न सकिन्थ्यो, तर यो एक्सन्सहरू चाहिँ लिएको छैन। अब उहाँहरूलाई सर्टेन फेभर्सहरू आउँछ कि, अथवा दे थिङ्क कि प्राइभेट इन्स्टिट्युसन्सलाई कारवाही गर्नु गलत हो, हामीलाई थाहा छैन। तर कारवाही चाहिँ के पनि गरेको छैन अहिलेसम्म, आयोगले पनि गरेको छैन, स्वास्थ्य मन्त्रालयले पनि गरेको छैन। हजुर दाइ, अब दाइ क्रिटिकली थिङ्क गर्नु पर्यो भने चाहिँ हजुरले पनि होइन, अब हामीले पनि एज अ मेडिकल हामी अब फ्रेटर्निटीमा छौँ दाइ, हाम्रै कमजोरी लाग्दैन हजुरलाई जस्तो? हामी नै एकजुट भएको छैन, हामीलाई नै
डिभाइड एन्ड रुल खेलेर अथवा हामीलाई नै युज गरेर चाहिँ यो सबै नियमहरू पनि अथवा जुन चाहिँ डिसिजनहरू भनौँ न मेनली चाहिँ त्यो डिसिजनहरू पहिल्यैदेखि नै त्यो खेलेको पाइन्छ नि त दाइ। धेरै कुराहरू अब सिग्नेचर गर्ने त्यो कार्यान्वयन नहुनेदेखि लिएर अब सबै योमा चाहिँ के भन्नुहुन्छ दाइ, अहिले पनि त अब चलिरह होला नि त अहिले पनि गेम त। अँ, हो हाम्रो पनि गल्ती छ। हामीहरू चाहिँ त्यति धेरै अवेर छैनौँ होइन, नेपालमा पोलिसिजहरू कसरी बन्छ, पोलिसी कसले बनाउँछ भन्ने कुरामा त्यति धेरै अवेर छैनौँ। र हाम्रो एउटा मात्र हतियार छ क्या, प्रोटेस्ट गर्ने। त्योभन्दा हजुर बाहेक चाहिँ हामीले त्यति धेरै मेहनत गरेर रहेनरहेछौँ भनेर चाहिँ हामीले लास्ट टाइम जस्तो यो जुन चाहिँ अहिलेको प्रोटेस्ट भइरहेको समिति छ, सङ्घर्ष समिति भन्ने, त्यो सङ्घर्ष समिति चाहिँ सरकारी मेडिकल कलेजहरूको रेजिडेन्टहरूबाट बनेको। त्यसमा चाहिँ हजुर एउटा सहसंयोजक टिचिङ हस्टेललाई रिप्रेजेन्ट गर्दै म पनि थिएँ। र अस्ति हजुर भर्खरै मैले केही टाइम अगाडि मात्र सङ्घर्ष समिति मैले छोडेँ भनेर अनाउन्स गरेँ। त्योभन्दा अगाडिसम्म म कामै गरिरहेको थिएँ कि। अब त्यति बेला चाहिँ हामीले त विदिन 4-5 मन्थ्स नेपालको इन्टायर स्ट्रक्चरलाई कन्भिन्स गर्यौँ कि होइन, रेजिडेन्ट आर फुल टाइम डक्टर्स र उनीहरूले चाहिँ फुल टाइम पेमेन्ट पाउनुपर्छ भनेर। सङ्घर्ष समितिको टिममा हामी धेरै मान्छे पनि थिएनौँ कि, म थिएँ, शेरसाज दाई हुनुहुन्थ्यो, अनि त्यसपछि हाम्रो यो मोहम्मद साहिद भन्ने एकजना भाइ थियो। त्यस हामी 4-5 जनाको टिम थियो। हामी त्यति धेरै मेहनत पनि गर्ने होइन, रेजिडेन्ट भएर काम नै गरिराखेका थियौँ। त्यही पनि हामीले चाहिँ आयोगलाई पनि कन्भिन्स गऱ्यौँ, शिक्षा मन्त्रालयलाई कन्भिन्स गऱ्यौँ, स्वास्थ्य मन्त्रालयलाई कन्भिन्स गऱ्यौँ, प्रधानमन्त्रीका सल्लाहकारहरूलाई कन्भिन्स गऱ्यौँ। त्यो पनि ती तिनचोटि गभर्मेन्ट चेन्ज हुँदाखेरि। सो त्यतातिर एफर्ट चाहिँ लगाइएको रहेन रहेछ भनेर हामीले बुझ्यौँ क्या। पहिला पहिला जस्तो आन्दोलन भए, आन्दोलन भइसकेपछि सम्झौताहरू भए, त्यो सम्झौता भनेको चाहिँ किन गरेको भन्दाखेरि त्यो आन्दोलन एन्ड गर्न गरेको रहेछ क्या त्यति बेलाका सम्झौताहरू चाहिँ। हजुर हाम्रो सम्झौताको कुरामा हामीले चाहिँ सम्झौता कार्यान्वयन गर्नको लागि गरेको भने हामीले वर्क गर्न लाग्यौँ। अनि त्यो वर्क गर्दाखेरि हामीले चाहिँ त्यो इन्फ्लुएन्स गर्न सक्ने ठाउँमा भर्खर रेजिडेन्सी गरिरहेको केटाहरूले त्यसरी इन्फ्लुएन्स गर्न सक्छन् भने अलिकति पोलिटिकल लिङ्क भएका मान्छेहरूले कसरी इन्फ्लुएन्स गर्न सक्थ्यो होला त भन्ने कुरा चाहिँ सोच्यौँ क्या। अब हजुर त्यतातिर वर्क चाहिँ भएको छैन कि, त्यो पोलिसी मेकिङ लेभलमा हाम्रो त्यो इन्गेजमेन्ट चाहिँ छैन, स्वास्थ्यको इन्गेजमेन्ट चाहिँ छैन। हामी बिरामी ट्रिट गरेर बस्छौँ, भएन भने हामी सडकमा आएर आन्दोलन त डेफिनेटली गर्छौँ। हामीले पनि धेरैचोटि आन्दोलन गरेका छौँ, अरू मान्छे जस्तो हामी आन्दोलनै नगर्ने त होइन, टन्न हजुर आन्दोलन गरेका छौँ। तर त्यो हजुर कार्यान्वयन गराउनलाई चाहिँ लिगल एस्पेक्ट के हुन्छ, पोलिसीको एस्पेक्ट के हुन्छ, त्यसमा चाहिँ हामीले वर्क गरेका हजुर दाइ त्यही त छौँ। हजुर भन्नुहोस् न दाइ अझै। अनि अर्को अर्को कुरा, यो हामी फुटेको यताउता कुरा छ नि, होइन, हजुर डिभाइडेड होलाौँ हामी धेरै ठाउँमा होइन। हजुर सबैजना एउटै ठाउँमा बसेर काम गरेर पनि आउटकम आउँथ्यो होला, तर डिभाइडेड भएरै काम गर्दाखेरि पनि निकाल्नुपर्ने आउटकम चाहिँ निकाल्न सकेको छैन कि। हो दाइ हजुर। त्यही त अरू त्यो जुन चाहिँ अब अरू फ्रेटर्निटीबाट चाहिँ त्यो आउटकम आइरहेको हुन्छ दाइ। अब हाम्रो मेडिकल फ्रेटर्निटीबाट चाहिँ अब हुन्छ नि अरूमा पनि डिभाइड त हुन्छ नि दाइ, अरूमा पनि त अब जस्तो टिचर्स एसोसिएसनको तपाईँले भन्नुभयो नि अब आन्दोलन भइरहेछ, अब उनीहरूको त देखिन्छ नि त अब डिभाइड भयो भने फुल्ली अहिले त त्यो लागिरहेको छ। त्यसै गरी अब हाम्रो चाहिँ अलिकति आउटकम नआएको, तपाईँले एक्ज्याक्टली त्यो भन्नुभयो। अब दाइ अब मेन सल्युसन चाहिँ के होला त दाइ? अब हुन त तपाईँले भन्नुभयो होइन, अब यो पोडकास्ट पब्लिस हुनसम्म त अब रिजल्ट आउँछ कि आउँदैन त्यो भोलिको होइन अब मिटिङले होइन अब। तर अब के होला त दाइ, हामीले चाहिँ अब कसरी अगाडि बढ्ने र अब जायज कुरा नै छ हाम्रो, अब माग पनि जायज नै छ। अब स्यालेरी पनि 48,000 पनि त कम भएन त दाइ होइन, अब कुरा गर्नु भयो भने त धेरै छ नि त। हाम्रो पनि अब 48,000 पनि कम त हो नि दाइ त। अब तपाईँले अब भन्नुभयो सिनेरीहरू, अब यति पनि दिन सकेन भने त गाह्रै त भयो नि दाइ। के छ त अब दाइ अब परिवेश के छ त? अब सल्युसन भनेको त अहिलेको ठ्याक्क स्टाइपेन्डको कुरा त झन्डै झन्डै क्लियर भइसक्यो। लास्ट टाइम चाहिँ प्रधानमन्त्रीको लेभलबाट डिसिजन भएपछि चाहिँ म चाहिँ एकदम कन्भिन्स थिएँ मान्छेहरूले स्टाइपेन्ड पाउँछन् डेफिनेटली। बरु केही टाइम लाग्ला इम्प्लिमेन्ट हुनलाई, पैसा चाहिँ डेफिनेटली पाउँछन्। अब अहिलेको सल्युसन भनेको भोलि आएको मिटिङ बस्छ, मिटिङमा चाहिँ यिनीहरूलाई दिन सक्ने कुरा केही छ भने गभर्मेन्टले त्यो कुरा दिइदिने, दिन नसक्ने कुरा छ भने हामी दिँदैनौँ, तपाईँलाई बरु कारवाही गर्छौँ भनेर पढाउनु थाल्यो। तर अब यसको बिग पिक्चर पनि हेर्नु पऱ्यो क्या। हाम्रो हेल्थ केयर एजुकेसनको पोलिसी बनाउने कसले भन्नु न? बनाउने त हाम्रो डेमोक्रेटिकली इलेक्टेड मेम्बर्सहरूले बनाउने होला नि सम्झौता। तर हजुर बनाए कसले राख्छन् भन्दाखेरि प्राइभेट मेडिकल कलेजेसहरूले। उनीहरूसँग यति धेरै इन्फ्लुएन्स छ नि होइन। मलाई त यो जस्तो हामीले एउटा कुरा प्रपोज गरेका थियौँ कि गभर्मेन्टलाई, पेड प्रेग्नेन्सी लिभ चाहिँ रेजिडेन्टहरूलाई दिनुपर्छ भनेर। हजुर आयोगमा हजुर त्यसमा सिरिज कतिवटा धेरै मिटिङ भएको छ हाम्रो होइन, अनि आयोगले चाहिँ एग्री गर्छ। तर यो किन लागू भएन भन्दाखेरि प्राइभेट मेडिकल कलेजलाई चाहिँ 3 महिनाको एक्स्ट्रा स्टाइपेन्ड दिनु चाहिँ घाटा हुन्छ अरे। सो बिकज अफ द्याट होइन, एउटा काम गर्ने रेजिडेन्ट डक्टरलाई चाहिँ पेड प्रेग्नेन्सी लिभसम्म पनि दिँदैन कि।
हजुर हो। उनीहरूले चाहिँ हाम्रो हेल्थ केयर एजुकेसनको पोलिसी त हामीले बनाउने होला नि, बिजनेसेसहरूले भन्दा नि उनीहरूको पनि सर्टन स्टेक होला फाइन, तर कम्प्लिटली त उनीहरूले डिक्टेट गर्ने होइन नि त। अब त्यसको लागि उनीहरूको सबभन्दा ठुलो शक्ति भनेको उनीहरूको सिट हो। उनीहरूले अहिले 80% 90% सिट चाहिँ कन्ट्रोल गरिरहेका छन्। त्यो घटाउनुपर्छ। मेडिकल एजुकेसन चाहिँ गभर्मेन्टकै इन्स्टिट्युसनमा पढाइनुपर्छ, बरु गभर्मेन्टले पैसा लिएर पढाउने त्यो डिफ्रेन्ट कुरा होला। हजुर गभर्मेन्टकै इन्स्टिट्युसनमा पढाउनुपर्छ। प्राइभेट मेडिकल कलेजेसको सिट चाहिँ गभर्मेन्टको सिटभन्दा 1/3मा राख्न सक्यौँ भने हामीले हाम्रो यो पोलिसिजहरू हामीले बनाउन सक्छौँ, अलिकति सहज हुन्छ होला। त्यसपछि यस्तो खालके पैसा कमाउनको लागि चाहिँ हुने इन्फ्लुएन्सहरू चाहिँ कम हुन्छ होला कि। हजुर अनि यसको दाइ अर्को एउटा एस्पेक्ट पनि छ क्या, हाम्रो प्राइभेट मेडिकल कलेजेसहरू भनेको कसरी काम गर्नु पर्दैन, उनीहरू त हेल्थ पोलिसी थिङ्क ट्याङ्क हुनु पर्थ्यो होला, एकदम नयाँ नयाँ खालके रिसर्चहरू गर्ने खालके इन्स्टिट्युट हुनु पर्थ्यो होला, नयाँ कुराहरू हजुर भित्राउनु पर्थ्यो होला होइन। त्यो कामहरू उनीहरूले गरेकै छैनन् कि, एउटा दुइटा इन्स्टिट्युटले गरेका छन् होइन। तर प्रायः जसो इन्स्टिट्युटहरूले यी कामहरू गरेकै छैनन् कि, किनभने पैसा कमाउनुको लागि त विद्यार्थीबाट फिस उठाए भयो। एक्चुअल वर्क जुन चाहिँ प्राइभेट इन्स्टिट्युटले गर्छ भनेर गभर्मेन्टले सोचेको थियो त्यो त गर्नै पर्ने पैसा कमाउनलाई। अनि हजुर उनीहरूलाई सजिलो तरिकाले यसरी नै पैसा कमाइरहेको भएको कारणले गर्दाखेरि यताउता हेर्नै छैन कि, हेल्थ केयर फिल्डलाई इम्प्रुभ गर्नु छैन, नयाँ एक्सपर्टिज लिएर आउनु छैन। त्यो लिएर आएर हजुर मिहिनेत गर्नुको सट्टा त बरु विद्यार्थीसँग सट्ट पैसा लियो, त्यो पैसा कमायो। त्यही त दाइ। अब दाइ जस्तो कि म सम्झिन्छु आन्दोलनको कुरा गर्नुभयो हजुरले, हाम्रो वेपनै त्यही हो भनेर। अब म जिकेसी सरको सम्झिन्छु कि अब त्यति बेला म एमबिबिएसै हुँदाखेरि त्यति बेला फर्स्ट टाइम म आन्दोलनमा होमिएको चाहिँ त्यति बेलै थिएँ। अब दाइ त्यति बेला त मेडिकल माफिया विरुद्ध त हामीले धेरै गऱ्यो नि त, मतलब स्पेसली प्राइभेटकै कुरा त आउँथ्यो नि त्यति बेला पनि। अब हामी नै अब हुन्छ नि अब कसरी चाहिँ अब हुन्छ नि यो स्पेसली हाम्रो जुनियर्सहरूलाई चाहिँ अब कसरी चाहिँ अब अवेरनेस गर्ने, तपाईँले भन्यो नि त अवेरनेस पुगिरहेको छैन भनेर। अब यो बारेमा भन्नुहोस् न तपाईँले दाइ, अब के छ यो बारेमा डिस्कस गरौँ न। यस्तो यो गोविन्द केशरको प्रोटेस्टमा चाहिँ हामीले पहिल्यैदेखि यिनीहरूको यो जुन बिजनेस ओरिएन्टेड हेल्थ केयर एजुकेसन छ नि, त्यो चाहिँ हुनु हजुर हुँदैन भनेर गोविन्द केशरले सुरु गर्नुभएको हो। अनि गोविन्द केशरले मेडिकल कलेज खोल्न दिएनन् भनेर भन्छन् सबैले होइन, तर गोविन्द हजुर केसी सर चाहिँ सबैभन्दा धेरै मेडिकल कलेज खोल्नुपर्छ भन्ने मान्छे नै गोविन्द केशर हो कि। उहाँले हजुर 7वटा प्रोभिन्समा कम्तीमा आफ्नै गभर्मेन्टकै मेडिकल कलेज हुनुपर्छ भनेर उहाँले भन्नुभयो। सो अँ, हेल्थ केयर एजुकेसन चाहिँ यति धेरै प्रफिट ओरिएन्टेड हुनु हुँदैन भन्ने कुरामा चाहिँ हामी सबैजना क्लियर हुनुपर्छ पहिला। त्यो बिजनेसेसहरू पनि क्लियर हुनुपर्छ, यसरी पैसा कमाउनुलाई चाहिँ हेल्थ केयर एजुकेसन युज गर्न पाइँदैन हामीले भनेर। र उहाँहरू त्यसरी इन्भेस्ट गर्न चाहनुहुन्छ भने उहाँहरूले नेक्स्ट इन्डस्ट्री खोज्नु पर्यो, यो इन्डस्ट्री उहाँहरूले खोज्नै भएन। अनि गोविन्द केश सरको हो त त्यति बेलाको प्रोटेस्टहरू चाहिँ हामीले सक्सेसफुल भयो भनेर सोध्छौँ होइन, तर उहाँले त्यो इन्भिजन गरेको सबै कुरा त भएन नि त। हजुर सबै कुरा त आएको छैन, तर इम्प्रुभमेन्ट त सिग्निफिकेन्ट इम्प्रुभमेन्टहरू हामीले धेरै कुराहरू देख्यौँ। पहिला प्राइभेट मेडिकल कलेजेसहरूले जति मनलाई त्यति फिजहरू उठाइरहेको थियो, अहिले हजुर फिज तोकिएको छ। यो एडमिसन मेरिट बेसमा हुने थियो, कसले बढ्ता पैसा तिर्न सक्छ त्यही मान्छे उम्, भर्ना हुने भन्ने हुन्थ्यो। हो त्यो कुरा पनि चेन्ज भएको छ। त्यही पिजीको फिजको कुरा जति मनलाई त्यति लिन्थ्यो उनीहरू होइन, यो मान्छेलाई कति चाहिएको छ भनेर हेर्ने, अनि त्यसपछि जति मनलाई त्यति फिज लिने गर्थ्यो। त्यो पनि चेन्ज भएर फिज पनि तोकिएको छ। सो सिरिज अफ इम्प्रुभमेन्ट्सहरू भएको छन्। अनि गभर्मेन्ट इन्स्टिट्युसन्सहरू खोलेका छन् योपालि, अब मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान भयो, राप्ती भयो, हजुर कर्णाली भयो, यी इन्स्टिट्युटहरूमा पनि गभर्मेन्टले चाहिँ एमबिबिएस प्रोग्राम स्टार्ट गरेको छ। अब यो चाहिँ पोजिटिभ एस्पेक्ट्सहरू भइरहेको चाहिँ भए पनि अब हजुर कतिवटा कुराहरू चाहिँ अझै पनि पुगेको छैन जस्तो हुन्छ क्या। अनि त्यो चाहिँ उनीहरूको इन्फ्लुएन्स अझै पनि धेरै नै छ कि, हामीले चाहिँ हजुर उनीहरूको यति धेरै इन्फ्लुएन्स नहुने खालके सिस्टम चाहिँ बिल्ड गर्नुपर्छ। जस्तो आयोगमा उनीहरूको रिप्रेजेन्टेसन छ होइन, हजुर शिक्षा शिक्षा आयोगमा चाहिँ प्राइभेट मेडिकल कलेजले एउटा सिट पाउँछ क्या, त्यहाँ बस्छ। अनि मेम्बर चाहिँ तर स्टुडेन्टको चाहिँ छैन कि अहिलेसम्म पनि। मेम्बर चाहिँ मेम्बर 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 हजुर मेम्बर छ उनीहरू, त्यहाँनिरको आयोगको फुल हाउस मिटिङमा बस्छन् होइन, ए तर हजुर स्टुडेन्ट अहिलेसम्म त्यसको मेम्बर राखिएको छैन क्या। अब यी कुराहरू चाहिँ चेन्ज गर्नुपर्छ भनेर हामीले भनेका छौँ। स्टुडेन्ट सुड बी देयर होइन, स्टुडेन्टको कुरा। हजुर अब डिसिजन चाहिँ स्टुडेन्टको बारेमा पढाइको बारेमा गर्ने अरे, तर स्टुडेन्ट रिप्रेजेन्टेटिभ चाहिँ छैन अरे। त्यो रिप्रेजेन्टेसन चाहिँ हामीले गराउनुपर्छ भनेर भनेका छौँ। अब अर्को भने अब यो कसरी चेन्ज गर्ने, कसरी अवेर गर्ने भन्ने कुराहरू चाहिँ हामी एकदम सिरियसली पोलिसी मेकिङ कुरामा इन्गेज हुनुपर्छ। त्यो भनेको प्रोटेस्ट मात्र होइन, लबिङको कुरामा इन्भल्भ हुनुपर्छ, लिडरसिपको कुरामा इन्भल्भ हुनुपर्छ। अनि त्यसपछि मात्र हामीले चाहिँ आफ्नो अनुकूलको पोलिसिजहरू पाउँछौँ कि। अब नेपालमा पोलिसीहरू कसरी बन्छ भन्ने कुराहरू पनि मान्छेहरूले थाहा पाउनु पर्यो, त्यो पोलिसिजहरू इम्प्लिमेन्ट कसरी हुन्छ भनेर पनि थाहा पाउनु पर्यो, त्यसको एक्जिक्युसन कसरी हुन्छ भनेर थाहा पाउनु पर्यो। अनि ती ती एस्पेक्टमा हामीले वर्क गर्नुपर्छ भन्ने हुनुपर्छ कि। जस्तो एउटा मलाई इक्जाम्पल चाहिँ भन्छु, जस्तो छात्रवृत्ति करारको हजुर डक्टरहरूले अहिले स्यालेरी पाइरहनु भएको छैन।
होइन, बिग हजुर प्रब्लम होइन। 6 महिनादेखि चाहिँ स्यालेरी पाइरहनु भएको छैन क्या। So म चाहिँ यहाँनिर काम गरेको छु, मलाई कर्णालीले नै पे गर्छ, मेरो आइरहेछ, तर कति हजुर ठाउँमा चाहिँ 5 महिना 6 महिनासम्म आउँदैन। अब त्यो नआइसकेपछि विद्यार्थीहरूले के गर्नु, त्यहाँको स्टुडेन्टहरूले के गर्नु, प्रोटेस्ट गर्नुभयो। तर किन आइरहेको छैन, त्यो आउने मेकानिजम चाहिँ के हो भन्ने कुरामा चाहिँ त्यति धेरै वर्क भएन क्या त्यहाँबाट पनि। त्यो चाहिँ हामीले हजुर गर्न लाग्नुपर्छ होला। जस्तो अहिले पेमेन्टको लागि एकदम सिम्पल मेकानिजम स्वास्थ्य मन्त्रालयले बनाएको छ। सुरुमा एउटा पुल मनी छ, सबै प्रदेशलाई पठाइदिन्छ। अपुग भएको पैसा कति हो भनेर प्रदेशले पठाउनुपर्छ। त्यो पठाउनु भनेको इच विद्यार्थी त्यहाँनिरको त्यो के अरे इच छात्रवृत्ति करारको डक्टर काउन्ट गर्नु पर्यो, उसको कति टाइम बाँकी छ काउन्ट गर्नु पर्यो, छोडेका मान्छेहरूको यो अभिलेख बनाउनु पर्यो। यी सबै इन्फर्मेसन उसले ग्यादर गरेर पठाइसकेपछि विदिन 15 to 20 days अर्थ मन्त्रालयले रिलिज गरिदिने रहेछ पैसा। त्यो हजुर मेकानिजम अलरेडी छ। त्यो त्यो मेकानिजममा काम चाहिँ कहाँ भएको छैन भन्दाखेरि प्रदेश मन्त्रालयहरूसँग चाहिँ यो सबै इन्फर्मेसन छैन। यो सबै इन्फर्मेसन नभइकन उनीहरूले पठाउन सकिरहेका छैनन्। अनि त्यो समन्वयको कमीमा चाहिँ पैसा नआइरहेको, पैसा नदिने इन्टेन्सन छँदै छैन गभर्मेन्टको, दिनैपर्छ जसरी पनि। अब त्यो पाउने पैसा पनि पाइरहेको छैन कि कति कन्डिसन्सहरूमा। अब त्यो डक्टरलाई दुःख दिउँ भनेर पनि गरेको होइन कसैले पनि। त्यो प्रोसेसहरू राम्रोसित थाहा नभएको कारणले गर्दाखेरि भएको इस्युजहरू। अब यस्तो कुरामा चाहिँ इङ्गेज हुनु पर्यो क्या हामीहरू। होइन, हाम्रो चाहिँ जस्तो अभिलेख क्लियरली छ कि छैन, छैन भने बनाउनुहोस् भन्नु पर्यो। टाइम टाइममा गएर त्यो निर्देशनालय र स्वास्थ्य मन्त्रालयमा भन्नु पर्यो कि हाम्रो टाइममा चाहिँ पैसा मागिदिनुहोस् है भनेर। अब काम त होइन आफ्नो है, तर गर्नुपर्छ क्या हजुर नेपालमा। अब यस्तै हजुर खालके साना साना कुरामा इङ्गेज भयो भने चाहिँ हुन्छ कि। अब मलाई हजुर इक्जाम्पल पनि थाहा छ कि हाम्रो इन्स्टिट्युटमा पनि होइन, हामीले चाहिँ फिस धेरै रहेछ भनेर थाहा पायो। हजुर हाम्रो चाहिँ फिस दिइरहेको थियो भने 10,000 मात्र फिस दियो नि आइएममा भर्ना हजुर हुँदा होइन, जम्मा 10,000 एट मन्थ्स। त्यसपछि अब फिस छैन नि त। हाम्रोमा चाहिँ वर्षको 20,000 रुपियाँ थियो कि। अनि फर्स्ट इयर हामीले तिर्यौँ। अनि ए सेकेन्ड र थर्ड इयरको चाहिँ पैसा त नलिनु पर्ने भनेर आयोगको त्यो उसमा स्कलरसिपमा चाहिँ कुनै पनि शुल्क लिन नपाइने भनेर लेखेको हामीले देख्यौँ। त्यसपछि हामीले आयोगलाई चिठी लेख्यौँ हाम्रो इन्स्टिट्युटले लिइरहेछ भनेर। हाम्रो इन्स्टिट्युटलाई चिठी लेख्यौँ र विदिन अराउन्ड 6 months चाहिँ त्यो कुरा सल्भ भयो कि। हजुर अब हामीलाई त्यो चाहिँ उनीहरूले पैसा लिएन। सो कति कुराहरू चाहिँ हामीले बुझ्यौँ भने पनि सल्भ हुन्छ। अब सबैले सबै कुरा बुझेका छैनन्, त्यो कारणले गर्दाखेरि आन्दोलन मात्रै हो भनेर देखिन्छ। हाम्रो हाम्रो पोलिसीहरू के छ, त्यो पोलिसीमा हामीले एक्ट गर्ने ठाउँ कहाँनिर छ, त्यो एक्ट गर्ने एक्सन लिइसकेपछि पनि भएन भने अनि त्यसपछि बल्ल त्यो नेक्स्ट मेथड्सहरू हामीले युज गर्नुपर्छ। हजुर दाइ एब्सोल्युटली तपाईँले भने जस्तै चाहिँ अब त्यही त हामी थाहा हुनुपर्छ त्यही हामीलाई चाहिँ धेरै थाहा नै नहुने रहेछ त्यो किनभने हामी चाहिँ अब पढाइमा धेरै हुन्छौँ बिरामीमा धेरै केन्द्रित हुन्छौँ त्यो कारणले पनि हो एउटा त तर वी सुड बी अवेर अब त्यो चाहिँ तपाईँले एक्ज्याक्टली त्यो भन्नुभयो दाइ अब एनएमएको कुरा गरौँ त दाइ अब नेपाल मेडिकल एसोसिएसन हाम्रो त बडी नै त्यही त हो नि हाम्रो मेन अब हाम्रो हुन्छ नि एसोसिएसन अब हाम्रो फ्रेटर्निटीको अब अहिलेको अब एनएमएको के छ दाइ यो अब आन्दोलनमा के छ र हजुरले अघि पनि हल्का टच त गर्नुभयो र अब हुन्छ नि पहिलादेखि चाहिँ कस्तो अलिक परिवेश अब तपाईँलाई त थाहा छ नि त एज अब तपाईँले चाहिँ अलिकति इन्भल्भ पनि हुनुभएको छ लिडरसिपमा हजुर चाहिँ के भन्न चाहनुहुन्छ हाम्रो एनिमी एकदमै एकदमै पावरफुल बडी हो। हजुर हामीले चाहिँ झुकिरहेछौँ कि यो पावरफुल छैन भनेर होइन। तर हो उनीहरूले त्यो पावर चाहिँ डक्टरहरूको लागि युज गरेका छैन। अहिले जस्तो तिमीले हेऱ्यौ भने होइन, चिफ जस्टिस चाहिँ आयोगको प्रमुख अञ्जनी सर, प्रिभियस हजुर एनएमई प्रेसिडेन्ट। हजुर अनि त्यसपछि नेपाल मेडिकल काउन्सिलको प्रेसिडेन्ट चोपलाल भुसाल सर, पहिलाको हजुर एनएमईको प्रेसिडेन्ट। एनएम प्रेसिडेन्ट हजुर अहिले न्याम्सको भिसी भूपेन्द्र बच्चन सर, पहिलाको एनएमईको प्रेसिडेन्ट। सो हजुर सबैजना चाहिँ उनीहरूले उनीहरू जो जो एनएमईबाट आएका छन् उनीहरूले आफ्नो लागि चाहिँ एकदम क्लियर ठाउँहरू बनाएर बसेका छन् होइन। योभन्दा अगाडि अञ्जनी सर एनएचआरसीमा पनि अपोइन्ट हजुर हुनुभयो, चोपलाल हजुर भुसाल सरले त्यस्तै खालको अरू अपोइन्टमेन्टहरू लिनुभएको छ। अनि तपाईँ स्वास्थ्य मन्त्रालय जानुभयो भने हामीले त झन्डै 1 वर्षसम्म स्वास्थ्य मन्त्रालयको यो सुरक्षाको कमिटीमा काम गर्यौँ कि। स्वास्थ्य हजुर मन्त्री अब नेपाली कङ्ग्रेसको 2जना मन्त्री भएर पनि होला होइन, उहाँहरूको यस्तो राम्रो एक्सेस छ त्यो स्वास्थ्य मन्त्रालयमा। उहाँहरूले चाहेको बजेटहरू राख्न सकिन्छ, उहाँहरूले चाहेको मान्छेहरूलाई एडभाइजर्सहरू राख्न सकिन्छ। जस्तो अहिले रिसेन्टली चाहिँ यो 8-9वटा उपकमिटी सब कमिटिजहरू बनाए कि यो हेल्थ मिनिस्टरलाई एडभाइस गर्ने। हो त्यो उपकमिटीहरूमा कुनै पनि क्वालिफिकेसन नभएका मान्छेहरू, जस्तो त्यो उपकमिटीमा जस्तो हजुर आरटिएको उपकमिटीहरू छ बनाएको छ होइन, त्यसमा आरटिएसँग लेना देना के पनि नभएको मान्छेहरू लगेर राखिदिएको छ। मेन्टल हेल्थको सेम कुनै पनि हजुर रिलेसन नभएको मान्छे राखिदिएको छ। त्यस्तो कुनै पनि स्किल नभएको मान्छेलाई त्यो कमिटीमा राख्दिनलाई कति स्ट्रेन्थ चाहिन्छ होला सोच न। सो दे आर भेरी पावरफुल है। एनएमए भनेको
एकदमै शक्तिशाली बढ्यो। तर त्यो शक्ति उनीहरूले चाहिँ रेजिडेन्ट डक्टर्सहरू र अन्य डक्टर्सहरूको फाइदाको लागि चाहिँ युज गरेका छन् कि छैनन् भन्दाखेरि चाहिँ त्यो चाहिँ मैले गरेको देखेको छैन अहिलेसम्म पनि। अब धेरैजनाको कम्प्लेन चाहिँ के छ भन्दाखेरि एनएमएले आन्दोलन गर्दैन भन्ने कम्प्लेन छ होइन, त्यो चाहिँ मेरो कम्प्लेन छैन एनएमएसँग। तर एनएमएले जुन चाहिँ एक्चुअल लबिङ गर्न सक्छ, जुन क्यापासिटीबाट चाहिँ एनएमएले आफ्नो पोजिसनको लागि लबिङ गर्छ नि, कुनै ठाउँको अपोइन्टमेन्टको लागि, कुनै ठाउँमा आफ्नो मान्छे एडभाइजर राखिदिनको लागि, अनि हजुर त्यसपछि यो बजेटको लागि लबिङ गर्छ नि, त्यो चाहिँ डक्टरहरूको वेलफेयरको लागि उनीहरूले लबिङ गर्ने हो भने चाहिँ धेरै नै कुरा आउटपुट आउन सक्थ्यो कि, जुन स्ट्रेन्थको एनएमए छ त्यो हिसाबले। है, जस्तो अर्को एउटा कुरा स्वास्थ्य मन्त्रालयको बजेटको कुरा कि, हजुर स्वास्थ्य मन्त्रालयमा एउटा हाम्रो एउटा ठुलो इस्यु भनेको सेक्युरिटीको इस्यु हो नि होइन। हामी हरेक 2 वर्षमा एकचोटि आन्दोलन गर्छौँ, डक्टरहरूले चाहिँ हामीलाई सेक्युरिटी भएन, हामीलाई पिट्ने मान्छेलाई चाहिँ नन बिलेबल अफेन्स बनाउनु पर्छ भनेर लास्ट हजुर 10 इयर्सदेखि हरेक 2 इयर्समा एउटा ठुलो प्रोटेस्ट भएको छ, अनि त्यसपछि सम्झौता भएको छ। त्यो कमिटी चाहिँ स्वास्थ्य मन्त्रालय अन्तर्गत चाहिँ हाम्रो भोइलेन्स एड्रेस गर्ने एउटा कमिटी छ कि, त्यो कमिटीको सबैभन्दा पावरफुल भोइस भनेको हाम्रो एनिमे। एनिमे भन्दा बाहेकका मान्छेहरूलाई त्यहाँ के भइरहेछ कस्तो भइरहेछ भन्ने कुरा त्यति धेरै नलेज पनि छैन। त्यो कमिटीले अहिलेसम्म गरेको सबैभन्दा ठुलो काम भनेको के हो भन्दाखेरि, अहिलेसम्म यो 10 इयर्समा चाहिँ त्यो नयाँ संशोधनपछि कति भयो, 66मा आएको, 15 15 वर्ष भयो। 15 वर्ष पन्ध्र भयो। वर्षमा अहिले 15 वर्षमा अहिलेसम्म त्यो कमिटीले खासै धेरै केही काम गरेको छैन क्या। र अहिलेसम्म सबभन्दा सिग्निफिकेन्ट काम चाहिँ के गर्यो भन्दाखेरि, यो ऐनको प्रचार गर्ने भनेर एनएमएले एकचोटि बजेट राख्नु लगायो क्या, 90 लाख रुपिस बजेट हेल्थ केयर वर्कर्सको सेक्युरिटीको लागि भनेर हजुर एनएमएले प्रोभाइड गर्यो। दिने भन्ने अब कति अमाउन्ट दियो दिएन ठ्याक्क मलाई थाहा छैन, मैले बुझेअनुसार ओभर 50 लाख रुपिस पैसा चाहिँ एनएमएलाई प्रोभाइड गरिएको छ। उनीहरूले त्यो पैसा केमा युज गर्यो भन्दाखेरि नेपालभरि यो ऐनको प्रचार गर्न युज गरे। कति बेला प्रचार गर्न युज गर्यो भन्दाखेरि जति बेला हामीसँग चाहिँ सम्झौता भइसकेको थियो ऐन संशोधन गर्ने, सो त्यस्तो खालके बजेट पनि उनीहरूले राख्न सक्छन् क्या, त्यति हजुर स्ट्रेन्थ छ। अब तर हाम्रो उसको लागि चाहिँ युज भएको छैन, त्यो डक्टरको वेलफेयरको लागि चाहिँ त्यो स्ट्रेन्थ युज भएको छैन। अब लास्ट 10 इयर्समा एनएमएले के गर्यो भनेर मलाई कसैले सोध्नुभयो भने मैले सिग्निफिकेन्ट कुरा भन्न सक्दिनँ कि। अब अहिलेसम्म मलाई हजुर थाहा भएको कुरा भनेको अञ्जनी सर जो हुनुहुन्थ्यो नि अहिले एमइसीको हेड, उहाँको हजुर पालामा चाहिँ यो चिकित्सक चाहिँ 7औं तहबाट निजामत सेवामा लिँदाखेरि 8औं तहमा लिने 8। भन्ने व्यवस्था हजुर बनाइदिएको भन्ने मैले बुझाएको छु। त्योभन्दा बाहेक चाहिँ केही पनि भएको छैन। तर हजुर शक्तिशाली चाहिँ एकदम शक्तिशाली छ। जस्तो असल्ट हुन्छ नि होइन, असल्ट हुँदाखेरि अरू हेल्थ केयर वर्कर पनि त असल्ट भइरहेछ नि, छैन र? हजुर छ। छन् नि, झन् आई थिङ्क नर्सेस आर द मोस्ट एक्सप्लोइटेड र असल्टेड हेल्थ केयर वर्कर्सहरू भयो क्या। त हजुर नर्सिङ एसोसिएसन तिमीले नेसन वाइड प्रोटेस्ट गर्यो भनेर कहिले थाहा छ त? थाहा छैन। छैन छैन। एनएमएले चाहिँ गरेको छ, हजुर प्रोटेस्ट गरेको छ, त्यो शक्ति उम्, छ उसँग, तर हजुर त्यो शक्तिको युटिलाइजेसन गरेको छैन। अनि अर्को नराम्रो कुरा एनिमीको भने चाहिँ अब यस्तो सबैजना भोलिन्टियर हो, नराम्रो त के भन्ने होइन, उहाँहरू पनि हजुर भोलिन्टियरै हो। एनएमएमा प्रेसिडेन्ट भइसकेपछि अँ, न स्यालेरी पाउने न केही पाउने होइन। अँ, हजुर उहाँहरूले जब सम्झौता गर्नुहुन्छ नि, सम्झौता गरिसकेपछि त्यो कार्यान्वयन गर्नको लागि एकदम दत्तचित्त भएर लाग्नु पर्यो क्या। उहाँहरू त्यो आन्दोलन सकाउनको लागि सम्झौता गर्नुहुन्छ जस्तो लाग्छ क्या हामीलाई चाहिँ। त्यो सहमति भयो, सहमति भएपछि त हजुर नेक्स्ट डे वर्क गर्न थाल्नु पर्यो नि त। नेक्स्ट डेदेखि त आफ्नो सर्टन रेस्पोन्सिबिलिटी हुन्छ होला, गभर्मेन्टको सर्टन रेस्पोन्सिबिलिटी हुन्छ होला, त्यो कुरा पुरा गर्न वर्क गर्न थाल्नु पनि त्यो वर्कै हुँदैन कि। त्यो नभएको कारणले गर्दाखेरि सम्झौताहरू चाहिँ पेपरमा मात्र भएका छन् कि। हजुर हजुर दाइ, त्यही त मलाई पनि त्यही लाग्छ। मैले पनि यो रिसेन्ट यो रेजिडेन्सी जोइन गर्नुभन्दा अगाडि चाहिँ एनएमएको इलेक्सनमा पनि पार्टिसिपेट भएँ दाइ। अब के हुन्छ दाइ भन्दाखेरि तपाईँको चाहिँ त्यति बेला त मेम्बर पनि हुँदैन नि त धेरैजना त। अब यत्तिकै मेम्बर बनाइदिन्छ अनि हाम्रोमा हाल्नु भोट, होइन, त्यो धेरै कुराहरू छ, त्यो त कुरा नगरौँ। तर अब मैले चाहिँ मलाई पनि त्यति लागेको थिएन कि दाइ एनएमए भनेर, त्यस्तो सुनेको पनि थिएन, त्यस्तो धेरै सिग्निफिकेन्ट तपाईँले भने जस्तै सिग्निफिकेन्ट अचिभमेन्ट हुन्छ नि, अब त्यो नेसन वाइड नै अब एकदम चेन्जिङ नै हुन्छ नि, अब पुरै अब छुट्टै खालको त्यो चाहिँ मलाई लागेको थिएन। तर पावरफुल चाहिँ रहेछ दाइ, मैले पनि तपाईँले पनि भन्नुभयो, मलाई पनि लाग्यो पावरफुल। अब एनएमएले गर्न सक्यो भने त यो त केही होइन नि त दाइ, मलाई त्यही लाग्छ है दाइ। मैले भन्न सक्यो लबी गरेर स्ट्रङ लबी राइट। गऱ्यो भने त यो त दाइ, दाइ यो त एक दिन होइन तब 1 घन्टामै हुने कुरा हो कि दाइ। मलाई चाहिँ लागेको पावरफुल त्यति छ कि यो किनभने पोजिसनै त्यही हायर पोजिसनै छ नि त दाइ एनएमए पनि। अब तपाईँको भन्यो नि अब डिफ्रेन्ट गभर्मेन्टको डिफ्रेन्ट पोजिसनमा
अब मान्छे हाल्न सक्ने अब बडीदेखि लिएर लबी गर्ने तपाईँले पनि भन्नुभयो त्यो भनेपछि त हाम्रो अब मेडिकल फ्रेटर्निटीमा हामी स्टुडेन्ट्सहरू हामी रेजिडेन्ट डक्टर्सहरू अथवा एमबिबिएस स्टुडेन्ट चाहे अरू मेडिकल अब प्यारामेडिकल होस् होइन अब त्यसलाई पनि त इन्फ्लुएन्स त गर्न सक्छ नि त एनएमएले अब हामीलाई मात्रै त होइन नि सो डक्टर्सहरूलाई चाहिँ अब त्यही त अब एनएमएले चाहिँ हुन त अब दाइ अब के चाहिँ अब एनएमएलाई चाहिँ अब धेरैले त गाली पनि त गरेर हुन्छ नि त अब यो पोस्टहरूमा होइन अब गाली पनि गरेर हुन्छ केही उम्, गरेन होइन मतलब हुन्छ नि अब इभन एउटा विज्ञप्ति नै निकालेन भन्ने हुन्छ दाइ विज्ञप्ति निकाल्ने त ठुलो कुरा होइन नि त दाइ एक्सन गरेर मलाई चाहिँ त्यही लाग्छ एक्सन गरेर अब त्यो गर्न सक्ने त उसको क्षमता अनुसार त गर्नुपर्ने हो नि त दाइ त्यो चाहिँ तपाईँले भने जस्तै भएको चाहिँ छैन तर अब के गर्ने होइन अब जो सम्बन्धित जो हुनुहुन्छ जो रेस्पेक्टिभ पोजिसनमा हुनुहुन्छ जो पावरफुल पोजिसनमा हुनुहुन्छ उहाँहरूले नै बुझेर त त्यो गर्नु पऱ्यो नि त हामीले भनेको त सुन्ने त होइन जस्तो लाग्छ होइन हाम्रो भनेको त के सुन्ला होइन जो मेसेज त जाला होइन यो पोडकास्टबाट त्यही पनि अब त्यो त अलिकति अब उहाँहरूले त गरिदिनु पर्ने जस्तो चाहिँ लाग्छ मलाई अनि दाइ अब यो एमइसीको पनि कुरा गरौँ नि त दाइ एमइसी चाहिँ अब हाम्रो जिकी सरको पनि त यो त उत्पत्ति नै हो नि त होइन दाइ एमइसी त उहाँको उम्, पछाडि नै त यो आन्दोलन भएपछि त एमइसी पनि त स्थापना भएको हो अन्त एमएससीको चाहिँ अब के छ अब तपाईँलाई चाहिँ के लाग्छ त हुन्छ नि अब धेरैले त बेकार अब एमएससी भयो बेकार आएको जस्तो पनि त कुरा गर्छ होइन ट्रु थट छ नि त भाइ अब हुन त एमएससी आएर त धेरै राम्रो पोजिटिभ भएको छ होइन तपाईँले भन्नुभयो धेरै अचिभमेन्टहरू पनि भएको छ प्राइभेट मेडिकल सेक्टरले जति गर्न सक्नुपर्ने होइन जति हामीलाई चाहिँ अब हुन्छ नि अब पे लिएर अथवा उनीहरूले चाहिँ अब धेरै असुलेर हुन्छ नि पैसादेखि लिएर सिटहरूको कुरादेखि लिएर आफ्नो अनुसार गर्ने त्यो त हटेको छ तर के छ दाइ एमएससीले अझै के गर्नु पर्ला होइन अझै कसरी अगाडि बढ्नु पर्ला हजुरको के छ त योमा चाहिँ एज अब रिप्रेजेन्टेटिभ अब हाम्रो मेडिकल फ्रेटर्निटीबाट एमएससी चाहिँ हामीले एकदम धेरै मेहनत गरेर एमएससी बनाएको सबैजनाले अनि गोविन्द हजुर केसी सर भयो त्योभन्दा हजुर बाहेक अरू मान्छेहरू पनि इन्भल्भ हुनुहुन्छ होइन नेपालको मेडिकल एजुकेसन चाहिँ कस्तो बनाउनु पर्छ भनेर माथिमा सरले एकदम त्यो डिटेल रिपोर्ट निकाल्नु भयो त्यो रिपोर्टको आधारमा आयोग बनाउने भन्ने कुरा भयो हजुर अनि नेपालमा एउटै स्ट्यान्डर्डको मेडिकल एजुकेसन सबै किसिमको ब्यारियर हटाएर त्यो फाइनेन्सियल ब्यारियर हटाएर अरू किसिमको यो जुन जियोग्राफिक ब्यारियर छ त्यो हटाएर र अरू प्रकारको सबै ब्यारियरहरू हटाएर एकदम एफोर्डेबल एक्सेसिबल यो मेडिकल एजुकेसन प्रोभाइड गर्ने भनेर भनेको फेरि डक्टरलाई मात्र भने होइन फेरि लाग्दा कस्तो लाग्छ भन्दा नि गोविन्द केशरले आन्दोलन गरेको आयोगको प्रमुख प्रायः जस्तो डक्टरै हुन्छ नि डक्टरको लागि मात्र जस्तो हजुर लाग्छ तर नेपालको सबै हेल्थ केयर प्रोफेसनल्सको लागि बनेको बढी हो त्यो प्रायः हजुर जसो डिसिजन्सहरू डक्टरको लागि नै लिइरहेको छ हामीले एकदम धेरै डोमिनेट गरेका छौँ यो फिल्डलाई होइन हजुर यसले आयोगले गर्नुपर्ने सबै काम त गर्न सकेको छैन झन्डै झन्डै फर्मेसन कति 6 इयर्स आयोग बनेर काम गर्न हजुर थालेको 6 वर्ष जस्तो भयो जस्तो लाग्छ अब हरेकचोटि काम गर्दाखेरि चाहिँ विवाद आइराखेको छ हरेकचोटि इक्जाम लिँदाखेरि 4वटा इक्जाम लियो हरेक इक्जाममा मुद्दा हजुर पर्यो होला ओ छ दाइ यही नै यो कुराहरू चाहिँ स्ट्रिमलाइन गर्नु पर्यो पहिला सुरु तब आयोगलाई फेरि आयोगको आफ्नै कर्मचारी छैन आयोगको के भन्दाखेरि अर्को ठाउँबाट काजमा आएको कर्मचारी त्यहाँ काम गरिरहेछन् अब आयोगले पनि हजुर आफ्नै लोकसेवा खोल्न दिएर त्यो दरबन्दी स्वीकृत गराएर त्यही कर्मचारी राख्नुपर्छ होला त्यो व्यवस्था हुनुपर्छ सुरुमा त आयोगले फुल्ली फङ्सन हुनलाई अब आयोग अहिलेसम्म फुल्ली फङ्सन नै भएको छैन अनि आयोगको मिस्टेक छ यो छ आयोगलाई चेन्ज गर्नुपर्छ भन्ने पक्षमा चाहिँ छैन आयोगलाई पहिला सुरु चाहिँ कम्प्लिटली फुल्ली फङ्सनल बनाउनको लागि त्यहाँनिर जति चाहिने कर्मचारीहरू त्यो सपोर्टहरू चाहिँ प्रोभाइड गर्नुपर्छ आयोगलाई आयोगले जस्तो नेपालको आयोग जस्तै स्ट्रक्चर त इन्डियामा पनि नेपालको आयोग बनिसकेपछि भन्यो नि हजुर होइन हजुर अनि त्यसपछि आई थिङ्क पाकिस्तानले पनि इन्ट्रेस्ट देखाइरहेछ नेपालको जस्तै आयोग बनाउने अरू देशहरूबाट चाहिँ राम्रै भएको छ है यसले चाहिँ एउटा हजुर स्ट्यान्डर्डाइज मेडिकल एजुकेसनहरू बनाएको छ भन्ने कुराहरू छ अनि यसले हामीलाई अर्को कुरा पनि फाइदा के गरेको छ भन्दा नि होइन हामी 10तिर जानु परेन क्या हो जस्तो इक्जाम दिनको लागि 2-3 चोटि दिनुपर्छ भन्नेवाला कुरा होइन इक्जामको कुरा धेरैले हजुर बुझ्छन् हामीलाई जस्तो हाम्रो मेडिकल एजुकेसनमा केही बेसिक कुरा चेन्जेस चाहियो जस्तो हामीमा आएको चेन्जेस के थियो हामी चाहिँ रेजिडेन्ट हुँदाखेरि हामी मान्छे जस्तै हौँ हामीलाई कम्तीमा मान्छे जस्तो ट्रिट गर्नुपर्छ भन्ने किसिमले हामीले चेन्जेसहरू मागेका थियौँ आयोगमा त्यो चेन्जेसहरू मागिसकेपछि त्यति बेला रमेश सर डिरेक्टर हुन्थ्यो अहिले मेघनाथ सर हुन्थ्यो त्यहाँनिरको कर्मचारी चाहिँ अहिले त बित्नु भयो सर उहाँले हामीलाई बोलाएर राखेर ल कस्तो खालको चेन्जेस चाहियो हो कस्तो खालको डिस्कसन्स गर्नुपर्ने हो भनेर गरौँ भनेर हामीसँग कतिचोटि डिस्कस पनि गर्नुभयो क्या यसको बारेमा
सो त्यो त हामीले यदि यो 10वटा विभिन्न प्रतिष्ठान अनि त्यसपछि युनिभर्सिटीहरू भएको भए कहाँ कहाँ मात्र कुरा गर्ने क्या यो गर्नलाई। यो हजुर चेन्जेसहरू कहाँबाट लिएर आउने मेडिकल एजुकेसनको यो एउटा नेसन वाइडको स्ट्यान्डर्ड जस्तो बनाउन खोज्दाखेरि कहाँबाट ल्याउने, त्यो ठाउँ नै हुन्थेन। अब त्यो ठाउँ चाहिँ एउटा आयोगले बनाइदिएको छ। त्यसैले आयोग चाहिँ हामीलाई एकदमै इम्पोर्टेन्टै छ। नेक्स्ट नेक्स्ट फ्यु इयर्सको लागि नेपालको मेडिकल एजुकेसन कुन डिरेक्सनमा जाने भन्नको लागि चाहिँ आयोगलाई बस्न दिनुपर्छ। यो हजुर आयोगलाई अब अहिले कुरा आइरहेको छ कि युनिभर्सिटीलाई युनिभर्सिटीको राइट फिर्ता दिने अनि आयोग उम्, चाहिँ डिजल्भ गर्ने भन्ने खालको कुराहरू पनि गर्छन्। त्यो एकदमै कस्तो भन्दाखेरि प्र्याक्टिकल छैन कि। हामीले हजुर धेरै नै सोचेर यो आयोग बनाएको, बरु युनिभर्सिटीका मेडिकल प्रोग्रामहरू यति धेरै सोचेको थिएन होला। तर आयोग हजुर बनाउँदाखेरि आयोगको यो काम कसरी गर्ने आयोगले भनेर चाहिँ एकदम धेरैजनाले सोचेर बनाएको कुरा हो। यो फुल्ली एक्जिक्युट भइसकेको छैन अझ पनि। यसलाई फुल्ली एक्जिक्युट गर्न सक्ने क्यापेसिटीमा पुर्याएर अनि त्यसपछि हजुर यसको आउटकमहरू कस्तो आउँदो रहेछ, राम्रो आउँदैन भने त्यसपछि बल्ल चेन्ज गर्ने हो। 6 वर्ष भए भएन भन्न त अलिक पाइएन। हजुर 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 दाइ त्यही त। अनि अब यो आयोग चाहिँ हजुरले चाहिँ भन्नुभयो नि फङ्सनल, अब त्यो चाहिँ अब फुल्ली फङ्सनल हुनलाई चाहिँ अझै कति लाग्ला त दाइ? अब टाइम। अनि सरकारले कर्मचारीहरू दियो, सरकारले आयोगको मिटिङ्सहरूको लागि प्रायोरिटी दियो भने त त्यति धेरै लाग्दै लाग्दैन। अब हजुर त्यो चाहिँ त्यो दिस हुने बित्तिकै भइहाल्छ। फुल्ली हजुर फङ्सनल हुनलाई यस्तो पनि हो, फेरि आयोगमा काम गर्ने मान्छेहरू पनि शिक्षा मन्त्रालयबाट आउनुभएको छ होइन। हजुर उहाँहरूलाई कतिजनालाई मेडिकल एजुकेसन भनेको के भनेर एकदम क्लियर आइडियाहरू पनि छैन। त्यो चाहिँ ट्रेन हुन, त्यो बस्नको लागि चाहिँ 1-2 वर्ष 3-4 वर्ष लाग्छ होला। फुल्ली मजाले फङ्सनल हुँदा त अर्को नेक्स्ट 4-5 इयर्समा चाहिँ होपफुल्ली हुन्छ होला आयोग कम्प्लिटली आफ्नै कर्मचारीहरू भएर फुल्ली फङ्सनल हुन्छ होला। हजुर हजुर दाइ। अब चाहिँ दाइ मेनली अब हाम्रो मेडिकल फ्रेटर्निटी डक्टर्सहरूकै कुरा गरौँ त दाइ, अब विदेशी नै क्रम छ। अब धेरै डक्टर्स चाहिँ नेपाल छाडेर चाहिँ अब विदेशमै जाने क्रम छ नि त दाइ। एकदम यो रिसेन्ट अब कति भनौँ 5-6 वर्षमा त योभन्दा बढी नै होला होइन, तर यो रिसेन्ट 5 इयर्सको ट्रेन्ड हेर्दाखेरि त अब धेरैजना डक्टर्सहरू त प्रायः सोध्यो भने हरेक ब्याचमा सोध्यो भने त अलमोस्ट सबैजना नै बाहिर जाने, अलमोस्ट धेरैजना 90%नै भनौँ न। अब एक्ज्याक्टली त अब त्यति नहोला, त्यही पनि एराउन्ड त्यतिजना अब चाहिँ डक्टर्सहरू चाहिँ सबै विदेशै जान्छु भन्ने चाहिँ छ नि त प्लान। अब अहिले पनि एमबिबिएसको भाइ बहिनीहरूलाई सोध्यो, धेरैको त प्लान त्यही नै छ विदेशै। अब युएसएमएलदेखि प्ल्याबदेखि अस्ट्रेलियन मेडिकल काउन्सिल धेरै छ नि त अब यो बाहिर जाने त। अब के भन्न चाहनुहुन्छ दाइ, यो चाहिँ कसरी सुरु भयो यसको चाहिँ यो ब्रेन ड्रेन त? अब होल हुन त अब सबै नेपालीहरूलाई पनि छ, तर एजुकेटेड मान्छेहरूलाई, तर अब डक्टर्सको सिनेरियोमा चाहिँ के छ दाइ यसको विषयमा चाहिँ? डक्टरको सिनेरियोमा अब सबैले त्यही सोध्छ क्या, डक्टरको र अरूको एउटै हो जस्तो लागिरहेछ मान्छेहरूलाई होइन। त डिफ्रेन्ट हजुर एकदमै धेरै डिफ्रेन्ट छ डक्टर। उनीहरूले चाहिँ नेपालमा बस्ने चाहिँ बाध्यताहरू मात्र छन् कि डक्टरको, अरू केही पनि कारणहरू हजुर छैन नेपालमा डक्टरहरू बस्ने भनेको। जस्तो फ्यामिली छ जान सक्दिनँ भन्ने बस्ने हो होइन। र प्रायः हजुर सबैजना चाहिँ नेपालमा म सो नेक्स्ट 10 इयर्समा म नेपालमा यस्तो गर्छु भनेर सोच्ने खालके ठाउँ नै छैन कि। हजुर जो जो मान्छे चाहिँ अलिकति नेपालको सिस्टम बुझेको छैन उसले चाहिँ के भन्न सक्छ भन्दाखेरि नेक्स्ट 10 इयर्समा म नेपालमा यस्तो खालके सिस्टम्स चाहिँ लिएर आउन चाहन्छु, हेल्थ केयरमा यस्तो खालके चेन्जेसहरू लिएर आउन सक्छु भनेर भन्न सक्छ होइन। तर जो मान्छेले नेपालको हेल्थ केयर सिस्टम चाहिँ अन्डरस्ट्यान्ड गरेको छ त्यो सकिँदैछ, मैले केही गरे पनि सकिँदैन भन्ने खालको सिचुएसनमा छ कि। न हजुर राम्रो खालको हेल्थ इन्स्टिट्युसन्सहरू छ होइन। जस्तो नेपालमा एउटा एम्स जस्तो इन्स्टिट्युसन हुनु पर्दैन यार, एम्स जतिको क्वालिटी भएको इन्स्टिट्युसन। त्यति इन्भेस्ट हजुर गर्नु पर्दैन गभर्मेन्टले, गर्दै गर्दैन कि। अब नेपालमा कोही अलिकति एम्बिसियस मान्छे छ भने उसको लागि सबैभन्दा हाइएस्ट अचिभ गर्ने कुराहरू भनेको के हो, नेपालको गभर्मेन्ट सेक्टरमा जुन चाहिँ सर्भिस सेक्टरमा टिचिङ हस्पिटलमा उसले जब पाउने हो। त्योभन्दा बाहेकका एकाडेमिकली उसले अचिभ गर्छु भन्ने छैन कि। काहीँको डिरेक्टर हुन सक्ला, भिसी हुन सक्ला, पोलिटिकल अपोइन्टमेन्ट लिन सक्ला होइन म्यानेजमेन्ट पोस्टमा, तर हजुर डक्टरै भएर चाहिँ म यस्तो गर्छु भन्ने चाहिँ छँदै नै छैन कि। हजुर त्यो भएको कारणले गर्दाखेरि धेरै राम्रा विद्यार्थीहरू चाहिँ बाहिर गइरहेछन्। स्पेसली टिचिङमा त हामीले सर्वे पनि गरेका थियौँ होइन, 2 वर्ष तिन हजुर वर्ष अगाडिको स्टुडेन्टहरू होला। हामीले 43जना मध्ये 41जनाले चाहिँ मैले बाहिर जान 100%, 43जनै बाहिर जान्छु भनेर भने टिचिङका लागि। हजुर हजुर 41जनाले चाहिँ हामीले इक्जाम रेजिस्टर गरिसकेका छौँ भनेर भने। अब त्यसपछि त्यो सर्वे अब एकचोटि फेरि गर्ने प्लानमा छु छन चाहिँ त्यही हजुर स्टुडेन्टहरूलाई तिमीहरू बाहिर गयो कि गएनौ, कतिजना गयो भनेर हजुर सोध्ने प्लान चाहिँ छ। एभ्री वान वान्ट्स टु लिभ होइन। अनि यहाँ बस्ने कारण गभर्मेन्टले दिन सकेको छैन कि। के को लागि बस्ने त भने अब रेजिडेन्सी गर्छु भन्यो, सरकारी रेजिडेन्सी र प्राइभेट रेजिडेन्सी दुइटा कम्पेरिटिभ लाग्दाखेरि गभर्मेन्टको रेजिडेन्सी अलिकति बेटर हो कि जस्तो छ। तर त्यसमा पनि 2 वर्ष बन्डिङ छ। बन्डिङ पनि कहाँ भन्दाखेरि गाउँमा।
अनि त्यो पनि हजुर फेयरली डिस्ट्रिब्युट हुँदैन। आफूले चिनेको मान्छे छ भने अलिकति सजिलो ठाउँमा राखिदिन्छ, चिनेको मान्छे छैन भने एकदम गाह्रो ठाउँमा राखिदिन्छ। काम हजुर गर्नु गए स्यालेरी दिँदैन। उम्, अनि 6 महिना 9 महिनासम्म स्यालेरी आइरहेको छ, जुन चाहिँ दिनै पर्ने पैसा छ क्या। हजुर दिनै पर्ने पैसा छ, त्यो पनि त्यो ब्युरोक्रेटिक ह्यासलको कारणले गर्दाखेरि, अरू केही पनि होइन कि, दिन नखोजे पनि होइन, त्यो हजुर ब्युरोक्रेटिक ह्यासल कारणले गर्दा पैसा पाइरहेको छैन। अनि करियरमा म अगाडि जान चाहन्छु भनेर कोही डक्टरले सोच्यो भने नेपालमा, जस्तो जस्तो मैले अहिले पिजी पास गरेँ होइन, पिजी पास हजुर गरेर मेरो 2 वर्षको बोन्ड छ। म चाहिँ अर्थोपेडिक्सको कुनै फिल्डमा केही गर्न चाहन्छु भने मेरो लागि चाहिँ अर्थोपेडिक्सको फिल्डमा है, नेपालमा होइन, म अर्थोपेडिक्सको फिल्डमा केही गर्न चाहन्छु भने मेरो लागि सबैभन्दा बेस्ट अप्सन भनेको विदेशको जाँच दिने र विदेशमा अर्थोपेडिक्स हेर्ने। हजुर त्यो अर्थोपेडिक्स छिर्न मलाई बरु 7 वर्ष 10 वर्ष लागोस्, अर्थोपेडिक्समा मैले केही गर्न चाहन्छु भने चाहिँ विदेश गएको राम्रो भन्ने टाइपको भएको छ कि। हजुर किनभने नेपालमा अब मैले नेक्स्ट इक्जाम दियो भने फेरि अर्को बोन्डिङ लगाइदिन्छन्। हजुर अब पढ्दा पढ्दा मेरो ग्रेजुएटिङ म झन्डै झन्डै 30 वर्ष क्रस भइसकेँ। मेरै हजुर एजको साथी चाहिँ, मेरो एकजना साथी छ कि सेन्ट जेम्समा सँगै पढेको, ऊ चाहिँ हजुर इन्डियामा गएर एमबिबिएस पढ्यो होइन, स्कलरसिपमै पढ्यो। त्यसपछि इन्डियामै उसले स्कलरसिपमै फेरि पिजी पनि कम्प्लिट गर्यो। अनि त्यसपछि ऊ हजुर नेपाल आयो। नेपालमा उसले डिएम गर्यो। ऊ र मसँगै डिएम उसको सकिँदाखेरि मेरो चाहिँ ठ्याक्क पिजी सक्यो क्या। अब उसको हजुर अहिले बोन्ड छ। यदि तर ऊ इन्डियामा भएको भए उसको त्यो बोन्ड पनि हुँदैन थियो, उसले त्यसपछिको थप स्पेसलाइजेसन पनि गर्न सक्थ्यो क्या। हजुर त्यसैले एउटा त यो सिस्टमै नराम्रो छ, गर्न नपाउने, गर्न नसक्ने खालके। अर्को भनेको हामीलाई गर्न पनि दिइराखेको छैन क्या। ठाउँ ठाउँमा त्यो अननेसेसरी ब्यारियर्सहरू राखिरहेको छ क्या। अनि हामीले चाहिँ हजुर त्यो टङ्क बाराकोटी सरको रिपोर्टमा चाहिँ हामीले लेखेका छौँ होइन, हजुर यो हाम्रो ग्रेजुएट हुने डक्टरको एज चाहिँ घटाउनुपर्छ नेपालमा। जस्तो हजुर एभरेज पिजी सकाउने विद्यार्थीको एज चाहिँ सरकारीको करिब 34 र नन सरकारीको 32 रहेछ कि नेपालमा। हजुर त्यसपछि अब सरकारीको 34 वर्ष भइहाल्यो होइन, त्यसपछि फेरि पढ्नको लागि 5 वर्ष अरू काम गर्नुपर्छ क्यारे। हामीले हजुर थप पढ्नलाई 2 वर्ष अरू काम गरेर बल्ल पढ्न पाइयो। अनि हजुर फेरि त्यसपछि 2 वर्ष पढ, जब एउटा राम्रो खालके स्पेसियालिटी आफ्नो बनिसकेको हुन्छ त्यति जेलसम्म हामी 40 वर्ष भइसक्छौँ कि। अब हजुर 40 45 वर्षको एज भइसकेपछि 40 वर्ष 43 वर्षको डक्टरहरूलाई केही नराम्रो त भनेन। पहिला म 25 वर्ष हुँदाखेरि भन्थेँ होइन, ए, बुढो हजुर भइसकिन्छ भनेर, अब आफै हुन लाग्यो अलिकति भन्न हजुर मन लागेन। त्यति बेला चाहिँ केही एम्बिसियस गरौँ भन्न अलिकति डिफिकल्ट हुन्छ कि फ्यामिली हुन्छ, फ्यामिली पनि हेर्नु पर्यो। हजुर त्यसैले त्यो अगाडि जाने बाटोहरू चाहिँ छैन। पैसा त डेफिनेटली फ्याक्टर हो एउटा, तर यो दुइटा चाहिँ अलि, जो मान्छे चाहिँ होइन पैसा नभए पनि हुन्छ, पैसा त्यति धेरै चाहिँदैन, अथवा मेरो फ्यामिलीको पैसा छ भने पनि उनीहरूलाई पनि गर्ने ठाउँ छैन कि। पैसा त ल अब हाम्रो देश गरिब छ, दिन नसकिएला त्यति धेरै पैसा होइन, त्यो कुराहरू बुझ्न सकिन्छ, अलिअलि हजुर इन्क्रिज गर्न सकिएला, तर अरू कुराहरू पनि छैन कि। त्यसले धेरैजना जान खोज्छन्, गइ पनि कस्तो सँग छ भन्दाखेरि, म जहाँ हाम्रो टिचिङ्सको होइन, मेरो थेसिसको को गाइड विदेश जाने प्रिपेयर गरिदिनु हुन्छ क्या। अब हाम्रो लागि त त्यो ड्रिम जब भएर टिचिङको फ्याकल्टी हजुर बन्नु भनेको होइन, कसैलाई हजुर पनि टिचिङको पर्मानेन्ट फ्याकल्टी बन्नु भनेको सायद एकाडेमिकली नेपालमा एचिभ गर्ने सबभन्दा हाइएस्ट कुरा होला डक्टरले। हजुर हो तर त्यो 10 इयर्स त्यहाँको फ्याकल्टी भएर काम गरिसकेर आफ्नो जो सर्टन यो इमेज बनाइसकेपछिको डक्टरहरू पनि विदेश जाँदै हुन्छ। हजुर हो दाइ। अब दाइ अब त्यही त अब अर्को मलाई झन् डक्टर त्यो फ्रस्ट्रेट लाग्ने होइन, त्यो हजुर मैले भनिहालेँ ल। अर्को हजुर फ्रस्ट्रेट लाग्ने कुरा भने 60 इयर्स 60 वर्षको डक्टरहरू हुन्छ होइन, उहाँ हजुर चाहिँ अर्न गर्नको लागि चाहिँ बिहानदेखि बेलुकासम्म काम गर्नुहुन्छ क्या। हजुर बिहान 6 बजी एउटा क्लिनिकमा जानुहुन्छ, त्यसपछि 9 to 5 आफ्नो हस्पिटलमा काम गर्नुहुन्छ, अनि त्यसपछि फेरि 5 बजीपछि फेरि अर्को क्लिनिकमा जानुहुन्छ। अनि भर्खर करियर स्टार्ट गर्ने डक्टर होइन क्या, त्यो एकदम हजुर सिनियर डक्टर पनि त्यसरी काम गरिराख्नु परेको छ कि नेपालमा एउटा डिसेन्ट लाइफ बाँच्नको लागि। त्यो देखिसकेपछि म त चाहन्न हेर त्यस्तो लाइफ। म चाहिँ बिहानदेखि बेलुकासम्म काम गरे गरे गर्ने, आफ्नो लाइफै नहुने केही पनि अरू त्यसरी हजुर वर्क गर्न चाहन्न। धेरै पैसा नभए पनि एटलिस्ट डिसेन्ट अर्निङ त होस्, ताकि आफ्नो लाइफ बाँच्न सकियोस्। त्यस्तो पनि छैन कि। हजुर दाइ। त्यही त फ्रस्ट्रेसन्स छ दाइ, त्यही त अब यो मैले चाहिँ एउटा भिडियो पनि बनाएको थिएँ कि दाइ, 40 कटेपछि मात्रै त्यो हुन्छ भनेर होइन। र त्यो म्युजिक भिडियो पनि त छ नि होइन, 40 कटेपछि रमाउला, त्यस्तै डक्टरकोमा चाहिँ ट्याक्क मिल्छ भनेर। अनि अब त्यही त अब दाइ, अब हाम्रो अब के छ अब, जस्तो कि हामी नै अब गाइड हुन नसकेको हो कि दाइ, यस्तै सिस्टम नै यही हो होइन। अब सिस्टम नै यही हो जस्तो नि लाग्छ होइन, धेरै जस्तो त अब कुरा सुन्दाखेरि चाहिँ सिस्टमले नै यस्तो बनाइदिएको छ कि अब जसरी भयो नि
त्यही एजमा गएपछि अब त्यो एजमा पनि यस्तो स्ट्रगल दाइ, अब त्यो रिटायरमेन्ट एजमा स्ट्रगल छ। मात्रै त्यो अपर्च्युनिटी पाएर स्ट्रगल गर्नु परिरहेको हुन्छ क्या धेरैलाई चाहिँ, जुन चाहिँ रिटायर तपाईँले भन्यो नि, तपाईँलाई पनि त्यो लाइफ त चाहन्न नि त। अब धेरैजना त अब तपाईँको 50 इयर्समा त धेरैजना त अब ल भयो मैले जति गर्न सकेँ जिन्दगीमा गरेँ, अथवा 60 इयर्समा त्यसपछि चाहिँ अब म चाहिँ हुन्छ नि इन्जोय गर्छु लाइफको, अथवा म चाहिँ पोस्ट अब त्यो आफ्नो अब हुन्छ नि आफ्नो जुन चाहिँ मेहनत चाहिँ अब ल ठिक छ म चाहिँ होइन अब केही आफ्नो हबिजहरूमा आफ्नो इन्ट्रेस्टहरूमै बिताउँछु भन्ने हुन्छ। तर त्यो त धेरै गाह्रो नै भयो नि त दाइ होइन। अब जस्तो अब धेरैजना डक्टर्सहरूले त अब स्टिल तपाईँले भनेपछि नेपालमा त अब गाह्रै छ नि त। अब हामी जस्तो अब अलिकति वर्क लाइफ ब्यालेन्स गर्नेहरूलाई त झन् गाह्रै नै भयो नि त दाइ, अलिक डिसेन्ट हो। त्यो गर्नलाई चाहिँ। अब दाइ अब यो यसरी नै अब ट्यालेन्टहरू बाहिर जान थाल्यो भने त के होला त दाइ अबको भावी, अब फ्युचर कुरा गर्दाखेरि, जस्तो कि अब एउटा प्रिडिक्सनै गर्दाखेरि अब 10 वर्षमा के होला त दाइ, अथवा 20 वर्षमा के होला त दाइ। अब अब सबैजना विदेशै जाने भनेपछि त के होला त अब त्योमा चाहिँ। अब यस्तो हो, यो कुरा चाहिँ हाम्रो जेनेरेसनले फिल गरेको छ नि त। मलाई चाहिँ हजुर यो अब नेगेटिभ आउटकम हुन्छ जस्तो लाग्दैन क्या। अब चाहिँ मलाई लाग्छ अब राम्रै हुन्छ जस्तो लाग्छ, किनभने हामीले लास्ट 10 इयर्स चाहिँ के बुझाउन लाग्यौँ भन्दाखेरि मान्छेहरूलाई चाहिँ प्रब्लम छ है भनेर देखाउन लाग्यौँ क्या। यो सिस्टमको प्रब्लम यस्तो छ है, यस्तो छ है, यस्तो छ है हजुर भनेर देखाउन लागेका छौँ। र अहिले हामीले त्यो प्रब्लम मात्र देखिरहेछौँ क्या। तर प्रब्लम देखिसकेपछि अब चाहिँ हामी त सल्युसनमा लागिरहेछौँ यार। जस्तो तिमीले आफ्नो इन्स्टिट्युट खोलेर काम गरिरहेछौ होइन, नेपालमा जब छैन तर आफै गर्न सकिन्छ नि त। आफै केही खोलेर केही न केही त गर्न सकिन्छ, गभर्मेन्टले पनि जब दिनुपर्ने त होइन भन्ने त रियलाइज गर्ने धेरैजना छन् नि अहिले। त्यस्तै अहिले अब हाम्रो सिस्टममा प्रब्लम छ। तर सिस्टममा प्रब्लम भनेको के भन्दाखेरि त्यो सिस्टम इम्प्रुभ गर्ने अपर्च्युनिटी पनि त हो नि। त्यो हजुर अपर्च्युनिटी चाहिँ हामीसँग छ क्या। मलाई लाग्छ नेपालमा भएका डक्टरहरू जुन छन्, जस्तो अहिले 40sमा जो हुनुहुन्छ उहाँहरूले चाहिँ यो इम्प्रुभ गर्नको लागि वर्क गर्नुहुन्छ होला। र हामीले पनि त्यसमा वर्क गर्छौँ जस्तो लाग्छ। त्यो अपर्च्युनिटी चाहिँ हामीसँग हुन्छ होला कि। जस्तो अहिले अहिले भोइलेन्स भयो नि नेपाल हेल्थ केयरमा चाहिँ, एकदम धेरै भोइलेन्स भयो। त्यो भोइलेन्स हजुर भइसकेपछि के गर्ने त भनेर हामीले हामीले वर्क गर्न पायौँ नि त। यो हजुर सिस्टम चाहिँ यस्तो बनायो भने हामी भोइलेन्सलाई कम गराउन सक्छौँ होला भन्ने त्यो अपर्च्युनिटी हामीसँग भयो। र हामीले सायद अब नेक्स्ट फ्यु इयर्समा चाहिँ यो कुराहरू कर्भ गर्नलाई राम्रै खालको पोलिसिजहरू बनाउँछ होला, किन त्यो इम्प्लिमेन्ट पनि हुन्छ होला। मलाई चाहिँ त्यस्तो लाग्छ है। अब त्यही कारणले म चाहिँ होपफुल छु। नेपालमा लड्ने नै हो, लड्ने भनेर अब अहिले चाहिँ मैले अपर्च्युनिटी मेरो लागि ठाउँ छैन भनेर देखेको मतलब त्यो अपर्च्युनिटी बनाउनको लागि चाहिँ मैले के गर्नुपर्छ भनेर वर्क गर्ने हो। सो म एकाडेमिकली राम्रो मात्र भएर भएन क्या। मलाई चाहिँ जस्तो 10 इयर्स पछि म त्यो ठाउँमा पुग्नुपर्छ भने त्यो ठाउँको लागि चाहिने पोलिसिजहरू के हो, त्यो ठाउँको लागि चाहिने मलाई अरू सपोर्ट सिस्टमहरू के हो, त्यो सबै बिल्ड गर्न लाग्नु पऱ्यो क्या। अब त्यो बिल्ड गर्न त अरू देशको डक्टरहरूले त पाउँदैन। हजुर उनीहरूकोमा त्यो बिल्ड भइसकेको छ, उनीहरूले एउटा काम मात्रै गर्ने, त्यो अपर्च्युनिटी हामीसँग छ। एन्ड त्यो चाहिँ मलाई राम्रै कुरा हो जस्तो लाग्छ हाम्रो लागि। हजुर हजुर भनेपछि ग्यापमा चाहिँ हामीले चाहिँ अपर्च्युनिटीहरू चाहिँ युटिलाइज गर्नु पर्यो दाइ, भनेपछि त्यो अब ग्यापहरू। मलाई चाहिँ यति धेरै भइरहेछ नि अहिले। जस्तो एभ्री वान वान्ट्स चेन्ज के, सबैजनाले चाहिँ म कुनै न कुनै रूपमा चेन्जमा इन्भल्भ हौँ भन्ने खोज्छ क्या। हजुर कस्तो कस्तो भन्दाखेरि लिडरसिप स्ट्रगल हुन्छ हेर। मैले हजुर देखेको होइन, त्यो हामीले प्रोटेस्ट गर्दाखेरि पनि उम्, 5वटा रेजिडेन्ट अर्गनाइजेसनका अब रेजिडेन्ट बढी छ, एनआरडिए छ त त्यहाँ काम कसरी हुन्छ भने 2जना 3जनाले काम गर्ने हो। त्योभन्दा हजुर बढ्ताले काम गर्ने खालके त्यो संस्था एकदम ठुलो सशक्त संस्था पनि हुँदैन। होइन त्यहाँ पनि त्यो होइन म लिडरसिप दिन चाहन्छु भन्ने त्यो लिडरसिप स्ट्रगल हुन्थ्यो क्या। मैले भनेको जस्तो यस्तो यस्तो चेन्ज हुनुपर्छ भन्ने टाइपको कुराहरू हुन्थ्यो त्यति सानो ठाउँमा। सो त्यो हजुर एनर्जी चाहिँ छ कि डक्टरहरूमा, होइन चेन्ज गर्नुपर्छ, चेन्ज यसरी हुन्छ भन्ने चाहिँ छ। अब मैले त्योभन्दा बाहेक चेन्ज गराउन खोज्ने लिडर्सहरू पनि छन् होइन, हजुर जसले चाहिँ हामीलाई गाइड गर्न सक्नुहुन्छ। जस्तो डक्टर अर्जुन कार्की हुनुहुन्छ, डक्टर भगवान कोइराला हुनुहुन्छ, यहीँको हाम्रो भिसी हुनुहुन्छ मङ्गल हजुर दाहाल दाई। सो हजुर उहाँहरूले चाहिँ डेफिनेटली यो एनर्जीलाई चाहिँ राइट डिरेक्सन दिइदिनु भयो भने आई थिङ्क चेन्ज हुन्छ। मेरो चाहिँ अब होप त्यही हो नेपालमा बस्नको लागि। हजुर 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 दाइ दाइ त्यही त अब त्यही त गफै गफमा धेरै टाइम पनि भइसकेछ होइन। अब यो कुराहरू हुन त धेरै नै छ अब कुराहरू गर्नुमा। अब डक्टर्सहरूको स्ट्रगल त छँदैछ दाइ। अब पेसा नै यस्तै हो कि हाम्रो त स्ट्रगल त अब हुन्छ नि चलिरहेको छ नि त दाइ। अब लर्निङ पनि चलिरहेको छ। अब त्यो साथसाथै अब हामीले चाहिँ अब हुन्छ नि अब कसरी अगाडि बढ्ने कुराहरू पनि धेरै छ।
दाइ अब कस्तो लाग्यो त हजुरलाई हुन्छ नि यो पोडकास्टमा अझै अब केही भन्नु छ कि हजुरलाई चाहिँ अब जस्तो अब अहिलेको सिनेरियोदेखि लिएर अब हामीले चाहिँ केही टच नगरेको छ भने के छ दाइ? सायद हामीले उसको कुरा अलिक गरेका छैनौँ होला यो। हामीहरू चाहिँ एकदम धेरै है डक्टरहरू चाहिँ यो सर्भिस हामीलाई हाम्रो सुविधा कम भयो भन्ने कुरामा एकदम धेरै फोकस छौँ कि नेपाल कम पनि छ, डेफिनेटली कम छ होइन। हजुर हजुर त्यो कुरामा हामी यति धेरै फोकस भएको छौँ कि सबै कुरा लगेर चाहिँ हामीले सुविधामा डिस्कस गर्छौँ क्या। जस्तो आज पनि हामीले धेरै टाइम त्यसमा स्पेन्ड गरौँ। हामी हजुर डक्टर भइसकेपछि हामीले डिस्कस गर्नुपर्ने खास कुरा के हो भन्दा हामीले डिस्कस गर्नुपर्ने कुरा होइन, वी एक्जिस्ट बिकज अफ पेसेन्ट्स नि होइन। पेसेन्स हजुर बिरामीको कारणले गर्दा हामी एक्जिस्ट गर्छौँ, बिरामीले दुःख पाएको हजुर छ त्यो दुःख कम गर्नको लागि हामी एक्जिस्ट गर्छौँ। त्यसको बारेमा डिस्कसन चाहिँ हाम्रो साइडबाट कम भएको छ। र हजुर आई थिङ्क हामीले आफ्नो प्रोफेसनमा पनि त्यो सेटिस्फ्याक्सन खोज्न थाल्नुपर्छ क्या। आफ्नो हजुर बिरामीलाई ठिक गर्दाखेरिको जुन सेटिस्फ्याक्सन हो नि त्यो पैसाभन्दा चाहिँ ठुलो हुन्छ। हजुर त्यो फिल गर्न चाहिँ हामीले थोरै बिर्स्या छौँ जस्तो लाग्छ मलाई। र त्यतातिर चाहिँ अलि ध्यान दिनुपर्छ हामीले कि आवर प्राइमरी जब इज टु ट्रिट पेसेन्ट्स, अनि त्यसपछि एकदम हजुर बेस्ट केयर दिने हो। र हामी जति डिस्कसन चाहिँ हाम्रो स्यालेरीको बारेमा गर्छौँ, हाम्रो सुविधाको बारेमा गर्छौँ, त्यति नै वर्क चाहिँ हामीले आफ्नो पेसेन्टप्रति पनि गर्नुपर्छ। हजुर त्यसले हामीलाई अलिकति एथिकल वर्क गर्न पनि हेल्प गर्छ, जब सेटिस्फ्याक्सनको लागि पनि हेल्प गर्छ। र कति ठाउँ कति कुरा चाहिँ मैले जस्तो पेसेन्टलाई ट्रिट गरेर सेटिस्फ्याक्सन नपाएको कारणले गर्दाखेरि चाहिँ पेसेन्टले आफ्नो सुविधासँग त्यो डक्टरले आफ्नो सुविधासँग त्यो सेटिस्फ्याक्सन नभएको हुन्छ कि। कति दाइहरू हुनुहुन्छ होइन, महिनाको 7 लाख 8 लाख कमाइरहनु भएको छ, एन्ड उनीहरूलाई त्यो ह्याट पुग्दै पुग्दैन भनेर भन्नु भएको छ क्या। त्यो त हजुर एकदम बिग मनी हो नि होइन। हो त्यो कुरा चाहिँ सायद आफ्नो जबले चाहिँ के खोजेको हो, आफू यो जबमा किन छु भन्ने कुराहरू पनि हामीले अलिकति सोच्नु चाहिँ पर्छ होला सबैजनाले। हजुर दाइ हामीले चाहिँ तपाईँलाई जेमा के पनि लाग्छ? सुविधाको कुरा हुन्छ क्या जहिले पनि। जस्तो हजुर लास्ट टाइम हामीले जस्तो हामीले सेक्युरिटीको जतिवटा आन्दोलन गऱ्यौँ नि थाहा जस्तो होइन, हजुर सेक्युरिटीको लागि एनिमली आन्दोलन गऱ्यौँ, इभन हामीले पनि आन्दोलन गऱ्यौँ होइन। उम्, त्यसमा सेक्युरिटीको बारेमा कुरा हुँदैन क्या। त्यो सेक्युरिटी हजुर चाहिरहेको छ होइन, तर कुरा हजुर के को हुन्छ भने पैसा चाहियो भन्ने हुन्छ क्या। हाम्रो पैसा बढाइदिनु पर्यो, अब यो एक ऊ कुरा हो होइन। यो चाहिँ यस्तो त्यो हाम्रो आन्दोलनपछि वार्ता भयो होइन। वार्ता हजुर भइसकेपछि गभर्मेन्टको मिनिस्टरहरू छन् त्यहाँ कतिजना घुसपेट गरेर पनि आए। त्यहाँ सबैभन्दा इम्पोर्टेन्ट भनेको यो बुँदा नम्बर 4मा चाहिँ एउटा कमिटी बनाउने जसले हामीले सेवा सुविधाको बारेमा अध्ययन गर्ने भनिन्छ। सबैभन्दा लामो डिस्कसन त्यसमा भयो क्या। सेक्युरिटीको बारेमा आई थिङ्क 30 मिनटसम्म डिस्कसन भयो। त्योभन्दा बाहेकको टाइममा चाहिँ हामीले यही सेवा सुविधाको डिस्कस गऱ्यौँ कि। अनि त्यो कारणले गर्दाखेरि हाम्रो त अरू अरू प्रब्लम्सहरू पनि त छ नि एजुकेसनमा। जस्तो हाम्रो हजुर चिकित्सा शिक्षा ऐनमा सर्टेन प्रब्लम भयो, त्यसको एगेन्स्टमा हामीले प्रोटेस्ट गऱ्यौँ अरे। रिजल्ट के हुन्छ थाहा छ? चिकित्सा शिक्षा ऐनको चाहिँ संशोधन गर्ने, सेकेन्ड भनेको डक्टरहरूको कम स्यालेरी बढाउने। अब हजुर हरेक कुरामा चाहिँ हाम्रो पैसाको कुराले गर्दाखेरि चाहिँ हाम्रो अरू इस्युजहरू चाहिँ डाइल्युट भइहाल्छ कि। ती इस्युजहरू डाइल्युट भएन भने सायद पैसाको इस्युज पनि एड्रेस हुन्थ्यो होला कि। अब ऐन संशोधन गर्ने भनेर मुख्य सम्झौता छ हाम्रो, अनि तर हामी लागिरहेछौँ पैसा कसरी इन्क्रिज गर्ने भनेर। अब त्यो दुइटै कुरा क्यारी आउट गर्नको लागि डिफिकल्ट हुन्छ। हजुर हजुर दाइ दाइ त्यही त अब हामीले चाहिँ अलिक पेसेन्टबाट अलिक टाढा भइरहेको जस्तो हजुरलाई फिल हुन्छ कि हुँदैन त दाइ? त्यो कुरा तपाईँले निकाल्नुभयो जस्तो हामी चाहिँ अलिक टाढा अनि हामीले चाहिँ फेसिलिटी जे पनि हामीलाई चाहिँ सेवा सुविधा चाहियो अथवा हुन त त्यो त छँदै छैन होइन, कमी नै छ। अब त्योमा चाहिँ हामी पेसेन्टबाट अनि जुन चाहिँ अब हाम्रो अब त्यो भोइलेन्स पनि त्यहीँबाट त मतलब अलिकति पेसेन्ट बाट नै अथवा पेसेन्ट पार्टीबाट अलिकति हाम्रो कनेक्सन डक्टर पेसेन्ट रिलेसनसिप त्यो चाहिँ अलिकति गुमेकै हो त दाइ? जस्तो अब अहिले घुमेको छ एकदम धेरै मिस्ट्रेस छ पेसेन्टहरूसँगलाई हामीप्रति मिस्ट्रेस छ एकदम धेरै। हजुर अनि बाहिर अब एकदम कस्तो कस्तो खालको न्युजहरू आउँछ पेसेन्टले पत्याउँछ पनि, इभन जुम्लामा क्या यहाँ जस्तो ठाउँमा जहाँ योभन्दा बाहेक अर्को अल्टरनेटिभ इन्स्टिट्युसनै छैन। हजुर यहाँसम्म उसले त कस्तो भन्दा यो त एकाडेमिक इन्स्टिट्युसन भयो नि त। यहाँ हजुर पनि पेसेन्टले के सोध्छ भन्दाखेरि यसले चाहिँ प्र्याक्टिस गर्नुको लागि मलाई के गरिरहेछ कि भनेर सोध्छ। अब यसमा म पेसेन्टको गल्ती भनेर चाहिँ म कहिले पनि भन्दिनँ होइन, हामीले कन्भिन्स गर्ने काम हो क्या। यो इन्स्टिट्युट जुन चाहिँ टिचिङ हस्पिटल बनेर खोलेको छ यहाँनिर हजुर चाहिँ विद्यार्थीहरूले पढ्न सिक्नको लागि बिरामीहरूबाटै सिक्ने हो। अरू के उपाय छ त हामीसँग हजुर सिकाउनुको लागि होइन। हो हामीसँग त्यो सिमुलेटेड पेसेन्ट्स राख्न सक्ने क्यापेसिटी पनि छैन। यिनीहरूबाटै सिक्नुपर्छ जसरी पनि। त्यो चाहिँ कम्युनिटीलाई हामीले कन्भिन्स गर्न सक्नुपर्छ कि हामी चाहिँ एकदम एथिकल प्र्याक्टिस गर्छौँ, अनि त्यो प्र्याक्टिसबाट पेसेन्टहरू चाहिँ सेटिस्फाइड हुनुपर्ने खालको हुनुपर्छ। त्यो चाहिँ भइरहेको छैन अहिले। धेरै चाहिँ हजुर
हामी अब अलिकति पैसा कमाउनतिर पनि लागिरहेको छौँ, त्यो कारणले पनि होला। अलिकति एकदम धेरै बिजी छौँ, एकैचोटि 40-50 जना बिरामी आउँछन्, उनीहरूलाई कसरी टाइम दिने त्यो सक्दा पनि सकिँदैन। त्यसरी पनि होला त्यो कनेक्सन चाहिँ टाढा टाढा भइरहेछ पेसेन्टहरूसँग। पेसेन्ट र डक्टरको रिलेसन चाहिँ पहिला जस्तो छैन कि। त्यो हजुर जसरी पेसेन्टले चाहिँ मेरो प्रब्लम सल्भ गरिदिनको लागि डक्टर हुनुहुन्छ भनेर सोच्नुहुन्थ्यो, अहिले चाहिँ यसले डक्टरले चाहिँ मबाट कुनै अल्टरनेटिभ प्रफिटहरू खोजिरहनु भएको छ कि भन्ने टाइपको पेसेन्टले सोच्नुहुन्छ। हो त्यो अल्टरनेटिभ प्रफिट लिने खालको डक्टर्सहरू पनि छन् फेरि, अब के भन्ने उनीहरूलाई। होइन तिमीलाई हजुर थाहा छ त यार, टिचिङमा त के हुन्छ होइन, टिचिङमा त एकदमै कम छ यार, अरू इन्स्टिट्युट भन्दा तिमीलाई धेरै छ। हजुर अहिले देखिरह होला होइन, जस्तो फार्मास्युटिकलको हामीले औषधि लेखिरह हुन्छौँ, हाम्रो त्यो टिचिङ हस्पिटल बाहिर चाहिँ 50 वटा फार्मेसी छ। नेपालको हजुर सबभन्दा लार्जेस्ट हस्पिटलले आफ्नो फार्मेसी खोल्न हजुर सकेर सबै कुरा प्रोभाइड गर्न सक्दैन, सक्छ नि। अब यो किन छ भन्ने कुरा हामीलाई थाहा छ कि सबैजनाले। इभन प्राइभेट हस्पिटलको वरिपरि पनि यही छ, अब हरेकचोटि म यही हजुर कुरा भन्छु। हामी नै यो कुराहरूमा चाहिँ हाम्रो पनि गल्ती छ, त्यसले गर्दाखेरि टाढा भइरहेछन् पेसेन्टहरू। हजुर हजुर दाइ, थ्याङ्क यू दाइ पोडकास्टमा आइदिएकोमा। धेरै थ्याङ्क यू दाइले मेसेज मा हामीले कुरा भयो र मेसेज स्वीकारेर चाहिँ आउनुभयो। धेरै थ्याङ्क यू दाइ पोडकास्टमा चाहिँ। र जुन चाहिँ तपाईँले चाहिँ अब रिलेभेन्ट जुन चाहिँ हाम्रो मेडिकल फ्रेटर्निटीमा जुन चाहिँ कुराहरू गर्नुभयो एकदम सान्दर्भिक रिलेभेन्ट। हजुरको आर्टिकल पनि यदि हजुरहरूले पढ्नु भएको छैन अथवा आर्टिकल हेर्नु भएको छैन भने चाहिँ यो लिङ्क डिस्क्रिप्सनमा चाहिँ म राख्छु। त्यही भएर डिस्क्रिप्सनमा पनि दाईको आर्टिकल चाहिँ हेरिदिनु होला, अनलाइन खबरमा छ। र थ्याङ्क यू दाई अगेन, बिग साउट आउट टु यु दाई। अब हजुरले गरिरहनु भएको जुन चाहिँ म पोस्टहरू अथवा तपाईँको आर्टिकलहरू पढ्छु, थ्याङ्क यू फर द्याट। केही छ दाई अन्तिममा भन्नुपर्ने हजुरलाई? अन्तिममा आई थिङ्क नेपालमा त्यो फुल हुने धेरै ठाउँ नदेखिए पनि नेक्स्ट फ्यु इयर्समा वी विल स्टार्ट सिङ रिजल्ट्स होइन। एमएससीको फर्मेसनको रिजल्ट्स देख्न थाल्छौँ हामीले। अहिले जुन चेन्जको मुभमेन्टहरू भइरहेको छ त्यसको रिजल्ट्सहरू देख्न थाल्छौँ। सो नेपालमा अहिले फ्रस्ट्रेसन भए पनि होपफुल हुने ठाउँहरू पनि धेरै छ, र होपफुल बनाउनु पर्ने काम चाहिँ हामीले आफैले गर्नुपर्छ, अरूले गरिदिँदैनन् भन्ने चाहिँ हामीले सबैले बुझे हुन्छ। आफैले मिहिनेत गरेर त्यो ठाउँै आफै बनाउँछु भनेर लाग्यो भने डेफिनेटली नेपालमा राम्रै हुन्छ डक्टरलाई। हजुर हजुर दाई, थ्याङ्क यू दाई। विल्स मिट दाई काठमाडौँमा आउँदाखेरि भेट होला नि दाई, टिचिङमा आउनुहुन्छ भने त्यतिखेर। अनि टिचिङमा आउँछु म। फिजिकल पोडकास्टै गर्नलाई पनि एकदम रहर छ, फिजिकल पोडकास्ट पनि गर्नुलाई। होपफुली दिस पोडकास्ट होइन, अब यसले चाहिँ अवेरनेस हाम्रो मेडिकल फ्रेटर्निटीमा अब सबैजनामा चाहिँ एउटा अवेरनेस चाहिँ हुन्छ होला। त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ यसलाई चाहिँ सेयर पनि गरिदिनु होला, माया दिनु होला, सपोर्ट गरिदिनु होला। र यदि भन्दै चाहिँ म बिदा हुन चाहन्छु। थ्याङ्क यू दाई, वन्स अगेन। ओके, थ्याङ्क यू, थ्याङ्क यू, थ्याङ्क यू फर नमस्ते। इन्भाइटिङ मी।